हाम्रो इन्फर्मेसन प्रोसेसिङ भने चाहिँ ठ्याक्कै कम्प्युटरको जस्तै हुन्छ। हामीले चाहिँ फ्याक्टहरू कलेक्ट गर्छौँ र त्यसलाई इमेज एउटा माइन्डमा बनाएर त्यो नलेजलाई प्रोसेस गर्ने गर्छौँ। त्यही तरिकाले हामी विद्यार्थीमा गएनौँ र एसेसमेन्टहरू कसरी गर्ने जस्ता विषयमा पनि छलफल भयो। र साथै सरले फेरि एटोमिक स्ट्रक्चरसँग चाहिँ कस्ता कस्ता कन्सेप्ट चाहिँ सम्बन्धित छन् त भनेर छलफल गराउनु भयो। र यो सायद मलाई लाग्छ यो menti.com भन्ने प्लेटफर्ममा चाहिँ हामीले आफ्ना आइडियाहरू प्रस्तुत गर्यौँ र यही विषय चाहिँ आजको कक्षामा एकदम गहनसाथ अध्ययन गरियो। यसलाई कसरी पढाउने भन्ने कुरामा छलफल भयो र आजसम्म मैले पनि प्रयोग नगरेको रहेछु। यो एकदम आकर्षक स्रोत रहेछ ptable.com भन्ने क्रेडिट टेबल सम्बन्धी। हामीले चाहिँ अब चार्ट टेबलहरू त युज गरिरहेको, तर वेबसाइटमै यो हुँदा यसमा चाहिँ अझ डिटेल बढी छ र यसलाई चाहिँ सधैँ रसायनशास्त्रको विज्ञानमा चाहिँ मजाले प्रयोग गर्न सकिने रहेछ भन्ने कुरा बुझियो। त्यस्तै गरी सरले फेस साइमुलेसनमा चाहिँ एटोमिक स्ट्रक्चरमा प्रोटोन न्युट्रोनको प्लेसदेखि लगेर तिनीहरूको प्रोपर्टिजहरूको बारेमा कसरी चाहिँ पढाउन सकिन्छ भनेर छलफल गराउनु भयो। यो पनि एकदमै आकर्षक लाग्यो मलाई र मैले चाहिँ एक्स्ट्रा यो गेम खेल्ने पनि रहेछ त्यही फेस साइमुलेसनमा गएर त्यो गेम मिलाउँदाखेरि यसरी चाहिँ स्कोर पाइँदो रहेछ। त्यसमा हिजो छलफल नभए नि मैले आफैले ट्राई गरेको थिएँ। यो पनि मलाई एकदम राम्रो लाग्यो। विद्यार्थीले यदि यो फेस साइमुलेसनमा गयो भने एटोमिक स्ट्रक्चर रिलेटेड प्रब्लम चाहिँ धेरैले भोग्नु पर्दैन जस्तो लाग्यो मलाई। त्यस्तै गरी एटोमिक स्ट्रक्चरलाई बुझाउनको लागि चाहिँ यो रदरफोर्डको एटोमिक मोडल पनि फेस साइमुलेसनबाटै हामीले सिक्न सकिने रहेछ भन्ने कुरा पनि बुझ्यौँ। र हामीले आजसम्म चाहिँ यो जुन सफ्ट सेलको चाहिँ अफो प्रिन्सिपलबाट हामीले कन्सेप्ट लिने गरेकोमा अलिकति नयाँ N+L रुल भन्ने सिकियो। यो मैले पहिलोपटक सुने, अरू सर्भिसहरू त सुन्नु भएको थियो होला। मलाई एकदम राम्रो लाग्यो र यो N+L रुल चाहिँ अरूभन्दा एकदम सिम्पल रहेछ जस्तो लाग्यो। विद्यार्थीलाई बुझाउन पनि सजिलो, विद्यार्थीले याद गर्न पनि सजिलो। यसबाट चाहिँ हामी सफ्ट सेलको इलेक्ट्रोनिक कन्फिगरेसन गर्न सक्छौँ। साथै यो एउटा फर्म पनि सरले देखाउनु भएको थियो क्रियाकलापको रूपमा हामीले विद्यार्थीलाई दियौँ भने यो फर्म भर्दै अलिकति इलेक्ट्रोनिक विन्यास पनि अझ प्र्याक्टिस गर्ने मौका पाउँछन्। र सरले केही समय एटोमिक मोडल कसरी बनाउने र मोडल बनाउँदाखेरि चाहिँ लेबलिङ पनि महत्त्वपूर्ण हुन्छ है भन्ने कुरा पनि मजाले बुझाउनु भयो। र अर्को एउटा कन्सेप्ट म्याप हामीले अहिले पाठ्य पुस्तकमा पनि पाउँछौँ। कन्सेप्ट म्यापहरू अभ्यासतिर धेरै ठाउँमा आफैले पनि कन्सेप्ट म्याप बनाएर चाहिँ विद्यार्थीलाई प्रस्तुत गरियो र विद्यार्थीलाई पनि बनाउन वा यो miro.com भन्ने प्लेटफर्म युज गरेर कन्सेप्ट म्याप बनाइयो भने चाहिँ अझ विद्यार्थीलाई बुझ्न सहज हुन्छ भन्ने मैले अनुभव गरेँ। त्यस्तै गरी हामीले यो बन्डको बारेमा नि छलफल गऱ्यौँ र यो बन्डलाई चाहिँ acs.org भन्ने एउटा साइटबाट चाहिँ त्यहाँ भएको लेसन प्लान र साइमुलेसन युज गरेर विद्यार्थीलाई सिकाउन सक्यो भने एकदम प्रभावकारी हुने रहेछ भन्ने कुरा बुझियो। र यो प्रश्न बनाउँदाखेरि चाहिँ हामीले विद्यार्थीको स्किल्स एप्लाई गर्न सक्छ कि सक्दैन भन्ने हिसाबले एप्लिकेसन र अन्डरस्ट्यान्डिङ लेभलमा गएर चाहिँ हामीले प्रश्न बुझाउनु पर्ने रहेछ भन्ने अनुभव गरियो। यो प्रश्न जुन सरले देखाउनु भएको थियो यो रोट लर्निङ भन्दा पनि अझ विद्यार्थीले एप्लिकेसन लेभलमा चाहिँ गएर गर्न सकेका छन् कि छैनन् र यदि नसकेका रहेछन् भने फेरि पनि टिचिङमा चाहिँ कसरी इम्प्रुभ गरेर त्यसलाई त्यो कन्सेप्टलाई विद्यार्थीसम्म पुर्याउने भन्ने कुरा चाहिँ हामीले ध्यान दिनुपर्ने रहेछ भन्ने कुरा बुझियो। र त्यसपछि हामीले थुप्रै रेडियो एक्टिभ इलिमेन्ट कसरी रेडियो एक्टिभ हुन्छन्, त्यसले रेडिएसनहरू कसरी निकाल्छन् भन्ने विषयमा थुप्रै छलफल गरियो। यो पनि एकदम इन्ट्रेस्टिङ छलफल थियो। र केही पछि अन्ततिर हामीले चाहिँ फुड प्रिजर्भेसनका रिसोर्सहरूको बारेमा छलफल गऱ्यौँ र त्यस्तै गरी हाइड्रोकार्बनको बारेमा पनि सामान्य छलफल गऱ्यौँ। यसरी अन्तमा आएर सरले दुईटा एक्टिभिटीको बारेमा छलफल गर्नुभयो। यो ग्यालरी वक चाहिँ मैले सुनिरहेकै थिएँ र नयाँ कुरा पिरामिड लर्निङ सिकियो, हामीले प्र्याक्टिकल्ली पनि गऱ्यौँ। यो पिरामिड लर्निङबाट मैले अनुभव गरेको चाहिँ विद्यार्थीले यो परिभाषा बनाउन एकदम गाह्रो हुन्छ। हामीले दिएकै परिभाषा घोक्न त घोक्छन्, तर आफैले परिभाषा बनाउन चाहिँ गाह्रो हुने कुरालाई यो परिभाषा बनाउने कुरामा चाहिँ पिरामिड लर्निङलाई युज गर्दा अझै एकदम प्रभावकारी हुने रहेछ भन्ने बुझेँ मैले। र यसरी समग्र कक्षालाई हेर्दा र केही अघिल्ला कक्षालाई हेर्दा पनि मैले केही अनुभव गरेको कुराहरू यहाँ लेखेको छु। यसरी
यी 10 दिन 9 दिनमा चाहिँ हामीले प्रशस्त टिचिङ रिसोर्सहरू पायौँ, टिचिङ टेक्निक्सहरू पायौँ। तर यति हुँदाहुँदै पनि यो अझ भौतिक भइदियो भए कति प्रभावकारी हुन्थ्यो भन्ने अनुभव भइ नै रह्यो। त्यस्तै गरी हामीले टेक्निकल स्किल्सहरू अनलाइन भएको कारणले चाहिँ पायौँ। यो यदि अफलाइन भयो भए प्याडलेट युज गर्ने, मेन्टिमिटर युज गर्ने, पी टेबल जस्ता कुराहरू कमै प्रयोग गर्थ्यौँ होला। यो पनि हामीलाई फाइदा भयो। र मलाई अलि अनुभव के भयो भन्दा युनिभर्स र केमिस्ट्री एक दिनको कक्षामा राख्दाखेरि चाहिँ अलिक पर्याप्त नभएको हो कि समय छलफल गहन रूपमा हुन नसकेको हो कि भन्ने लाग्यो। अझ युनिभर्समा त हाम्रो टपिकहरू पनि छुट्यो। र यति हुँदाहुँदै पनि अन्य तालिम केन्द्रका तालिमहरू भन्दा यस सेकेन्ड फेजको जुन यो टिपिटी तालिम छ यसमा चाहिँ मनोज सरले बेस्ट ट्रेनरहरू ल्याइदिनु भयो, सब्जेक्ट रिलेटेड एक्सपर्टहरू ल्याइदिनु भयो। यो चाहिँ एकदमै मलाई खुसी लागेको कुरा र मनोज सरलाई म यो विषयमा धेरै धेरै आभार प्रकट गर्छु, धन्यवाद प्रकट गर्छु। र यसरी नै हामीले तालिम केन्द्रबाट चाहिँ अझै पनि फाइदा लिइरहन सकौँ भन्दै मेरो प्रतिवेदनलाई यहीँ टुङ्ग्याउँछु। धन्यवाद। ल, धेरै धेरै धन्यवाद आकाश सर, थ्याङ्क यू भेरी मच। कुमाकुण्ड होइन सर हजुरको? हजुर सर। ल ल, गजब गजब राम्रो छ। होइन निकै राम्रो भएको छ यहाँहरूको चाहिँ त्यो अब भौतिक भन्नुभयो, भौतिक भन्दा विषयवस्तुहरू पटकै छैन। अलिकति गाह्रो हुने फिजिकल हुँदा भेटघाट अलिक अर्को फरक चाहिँ अब अर्कै हुन्थ्यो, आफ्नो ठाउँमा छ। अब यहाँनिर अब कसैलाई गाह्रो भएको छ, कसैको डिभाइसको समस्या भइरहेछ, कसैलाई लामो समय स्क्रिनमा बसिराख्ने भन्ने कुरा छ। नत्र चाहिँ सिकाइको र अरू चिजले चाहिँ कमी भन्ने कुरा चाहिँ पटकै भएको छैन, त्योभन्दा धेरै चाहिँ भएको छ। अरू सवाललाई फेरि रिफ्रेसर तालिमहरू जोड्ने सवालमा म तपाईँहरूलाई जोडौँला त्यसमा। हुन्छ ल, अब यहाँ धन्यवाद। अब आजको लागि आजको हजुर हजुर सन्तोष सरले केही भनिराख्नु भएको छ बक्समा? के भन्नुभन्नु भएको छ? सन्तोष छेत्री सर समय बन्न इन्ट्रेस्टेड देखिनु भएको छ। जेनजीबाटै परिवर्तन ल्याउँ भनेर के? ओके ल, थ्याङ्क यू भेरी मच। स्वागत। हस्तान्तरण गर्दै म जिम्मेवारी हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। ल हस्, थ्याङ्क यू भेरी मच सर। ल सन्तोष सर, यहाँलाई हार्दिक बधाई छ, स्वागत पनि छ। त्यस्तै गरेर रिपोर्ट एउटा लेख्ने छोटो रिफ्लेक्सन गर्ने के भयो भन्ने कुरालाई एकजना साथीले जिम्मेवारी लिइदिनु। जाँच दिएपछि बेलुका अपलोड गरेर जाने हुन्छ तपाईँहरूले त्यो कुरालाई, होइन? अहिले तनाव गर्नु परेन, बेलुका गएर अलिकति लेखेर गर्नु होला। र सबै साथीहरूले फेरि रिफ्लेक्सन त अब यसो गऱ्यौँ हामीले भनेर त्यो रिफ्लेक्सन रिपोर्ट त सबैले राखि नै हाल्नुहुन्छ यो जाँच दिए पछाडि, होइन? अहिले त्योतिर टेन्सन नलिनु। रिफ्लेक्सन रिपोर्टको त भइहाल्यो सबैले गर्ने। रिपोर्टर पनि एकजना यसो चयन गरौँ न सर, क्विकली। ल सर नमस्ते, सम्पूर्ण सरहरुमा नमस्ते सर। हस् ल, जितेन सर यहाँ अगाडि हजुर बस्नु भएको थिएन सर? हजुर सर, म भर्खरै रिपोर्टर हो जितेन सर। त दिनको रिपोर्टर पुग्दै हुनुहुन्थ्यो, उहाँले चाहिँ रिपोर्टर बस्न चाहनु भयो होइन? ए, म भर्खरै मात्र आएको सर। ए हस्, त्यही त। ल ऊ नभए पालो नपुगेका साथीहरू एकचोटि हेर्नुहोस् त। विज्ञान सर हुनुहुन्छ रिपोर्टरमा? विज्ञान सर, ल मैले प्रस्ताव गरेँ। अहिलेसम्म आउनुभएकै थिएन विज्ञान सर? नामै विज्ञान छ, अनि विज्ञान सर बस्नै पर्यो नि। विज्ञान एकचोटि चाहिन्छ। विज्ञान नेउपाने उ गरौँ, त्यसपछि मनोरञ्जन पनि बिचमा यसो गरौँ न त। यसो नाम चाहिँ राखौँ न, होइन? इन्टरटेनमेन्ट मनोरञ्जन एकजना हेरौँ त। अहिले पछाडि गरौँला, अहिले सरले गर्नु भएन ल। माधव सर हुन्छ। तीनैजना साथीहरूलाई हार्दिक बधाई छ। 3 जना हुनुभयो, अझ 10 यहाँ 30 जना भइयो, अझै 14 जना त तपाईँहरूको पालै आएको छैन त, होइन? ल ठिक छ, हुन्छ। अब त्यो बाहेक हुन्छ, अब अन्तिममा जाँच दिए पछाडि अब एकजना संयोजकले नि गर्नुहुन्छ कि कसरी? अब 2 जनाले चाहिँ नि रिफ्लेक्सन गर्नुपर्ने हुन्छ। त्यो अहिले जाँच दिएपछि चाहिँ तय गरौँला। तपाईँहरूले चाहिँ नि
तपाईँहरूले त्यो रिफ्लेक्सन गर्नु पर्ला समापनको कुरामा। मैले अहिले यसो भने तपाईँहरूलाई पछाडि नाम चाहिँ पछाडि ल्याउँला। अहिले यसो आफ्नो तयारी लेडिज गर्दा हुन्छ नि सर? त्यही गर्ने हो। अहिले नै रिपोर्टरमा एकजना हुनुभयो। रिपोर्ट त अब बेलुका पठायो त्यसलाई चाहिँ यसो बोल्ने कुरालाई अलिकति गर्दा पनि भयो होइन। र अब जाँच दिइसकेपछि अलिकति चाहिँ आइसिटी त्यहाँ ल्यापटप भएको साथीले यो कुरा गऱ्यौँ भनेर जाँच दिए पछाडिको समयलाई उपयोग गरेर अलिकति 10-15 मिनटमा केही कुराहरू अहिले यो क्लास भइरहेको बेलामा नि केही कुरा टिपोट गरेर एउटा 2-3वटा स्लाइडमा प्रेजेन्टेसन गर्दा पनि राम्रै हुन्थ्यो। ल जे होस् तपाईँहरूले लिनु न एउटा। अहिले तपाईँहरू तयारी गर्नुहोस्। तपाईँहरूले नामै तोकिदिए सहिलो हुन्छ के गरौँ भन्नु त? सजिलो हुन्छ। ल हुन्छ तोकौँ, तर त्यसलाई अरू धेरै बोझ लिनु परेन। तपाईँहरूले अलिक टिपोट गर्दै जानु होला भन्ने कुराले मात्रै हो। एकजना महिला साथीले एकजना पुरुष साथीले फाइनल रिफ्लेक्सन गर्नु पर्ला भनेर मैले आग्रह गरेको छु। ल है अब यो पनि 14 जना भित्रबाट अब केही छैन। ल त्यो भयो भने सबैको पालो पनि पुग्ने रहेछ होइन, केही छैन होइन। ल नभए अरू साथीहरूले गरिहाल्नुहुन्छ। ल त भन्नु त। ल सुनिल भण्डारी सर पनि पार्टिसिपेट हुनुभएको छ नि जस्तो लागेको छ। सुनिल सर हिजो खै देखिनु भएको छैन क्या? सुनिल सर खै हजुरलाई देख्न सक्छौँ हामीले? एकदम भिडियो अन गर्नु पर्यो सुनिल सर। ल वेलकम हजुरलाई है। अनि अन्तिममा रिफ्लेक्सन गर्नलाई अब ल्यापटप छ नि तपाईँसँग? के छ अवस्था? ठिक छ? अलिअलि तयारी भए पनि गर्न सकिने अन्तिममा केही कुराहरू गर्न सुरुको दिनदेखिको अहिलेसम्मको है सुनिल सर। होइन छोटो अब फलाना दिन फलाना सरले यो विषय यसरी भनेर त डिटेल लामो गर्न अब लामै हुन्छ होला। अब तपाईँहरूले चाहिँ यी विषयवस्तुहरू यसरी छलफल भयो भनेर विषयवस्तु आउनु पर्यो। विषयवस्तु कम्तीमा आउनु पर्यो होइन। विषयवस्तु अब अरू कुराहरू तपाईँहरूले भनिहाल्नुहुन्छ। ल अब एकजना महिला साथीहरू पनि अलिअलि कुराकानी गरौँ। ल बाँकीबाट उमामिस अहिलेसम्म बोल्नु भएको छैन जस्तो लाग्यो। ए उमामिस है। अनि हजुर नाम हेर्दा चाहिँ देखिन्छ 2जना साथीहरू चाहिँ भने 46 भएको छ। ल अब आइपुग्नु उमा कार्की सुन्दै हुनुहुन्छ? हजुर सर। हजुरको भिडियो हेर्न पाइन्छ? भिडियो हुन्छ सर। ए ल हुन्छ। ठिक छ नि? इन्टरनेट ठिकै छ नि? हजुर ठिकै छ सर। है ल हुन्छ। त्यहाँ साथीहरूले के भन्छ त्यसलाई अन्तिममा गर्नु होला। ल त्यही गरौँ। ल सन्तोष सर ल अगाडि बढाउँ। ल अब म धेरै समय नलगाउँ। अब हामी त 10:30 भन्दा अगाडि बुझ्नै छौँ। ल हुन्छ। बाँकी कुरा सन्तोष सरले गर्नुहुन्छ अनि म पछि कुरा अगाडि बढाइहालेँ। ल सबै हुनुहुन्छ 46 जना। धन्यवाद। उपस्थित सम्पूर्णमा नमस्कार। आज 10औं दिन हामी टिपिटी सेकेन्ड फेजको दोस्रो चरणमा रहेका छौँ। कृपया साथीहरू आवश्यक नपर्दा म्युट गर्नुहोला। आज 10औं दिन। आज हामी मनोज सरकै संयोजकतामा र सरले नै यो सेसनलाई अगाडि बढाउनुहुन्छ। हामी फर्स्ट सेसनमा सरले थ्योरिटिकल कुरालाई जोड्ने भन्नुभएको छ र सेकेन्ड सेसनमा चाहिँ हामी एक्जामिनेसनमा जान्छौँ। सम्पूर्ण साथीहरूलाई म स्वागत गर्न चाहन्छु र रिपोर्टको लागि विज्ञान सर तयारी भइदिनु होला। इन्टरटेनमेन्टको लागि माधव लोहनी सर हुनुहुन्छ, यहाँ पनि तयारी अवस्थामा रहनु होला। र यो क्रिटिकल रिभ्यू समराइजेसनको लागि चाहिँ सुनिल भण्डारी र उमा कार्की म्यामलाई चाहिँ म एकदमै तयारी अवस्थामा रहनु हुनको लागि अनुरोध गर्न चाहन्छु र यो अवसर दिनुभएकोमा सम्पूर्ण साथीहरूलाई पुनः धन्यवाद दिँदै अबको सेसन स्टार्ट गरिदिनु हुन म मनोज सरलाई अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद सन्तोष सर। ल अब आज 10औं दिन यहाँहरूलाई यो पहिलो सेसनमा हार्दिक स्वागत गर्दै अगाडि बढ्ने संयोजकले भन्नुभएको छ। म उहाँको आग्रह अनुसार अगाडि बढेँ र मैले तपाईँहरूलाई जानकारी गराएको थिएँ। आज पहिला परियोजना कार्यको अलिकति केही कुरा गर्छौँ हामीले।
अनि त्यसपछि छोटो समय त्यो TTMS-को तपाईँलाई के रहेछ प्रक्रिया भन्ने कुरा थोरै देखाउँछु। त्यो टेक्निकल समस्या भएको रहेछ। अब साउनपछि चाहिँ हामीले गर्न सकेका छैनौँ। तपाईँलाई एउटा प्रक्रिया बुझाएपछि यस्तो रहेछ भनेर भन्न सक्नुहुन्छ। तपाईँहरूको विद्यालयमा नि अब सेवा प्रवेश तालिम लिएर जानुभएका कोही साथीहरू हुनुहुँदो रहेछ भनेदेखि उहाँहरूलाई सिकाएर पठाएको छ यसो यसो गर्ने भनेर। त्यही पनि म तपाईँहरूलाई अहिले यहाँ अभ्यास गराउँला केही कुराहरू लिएर। र अब त्यसपछि चाहिँ 12 बजे अगाडि यस्ता गतिविधि सबै सकियो भने हामी 12:30तिर अथवा चाहिँ नि अब ढिलो भयो भने 1 बजे नत्र अब त्यो तरिकाले हामी जाँच सुरुवात चाहिँ हामी गर्छौँ। त्यही मैले यहाँहरूलाई आग्रह गराएँ होइन भने। र अब म सुरुवात गरिहाल्छु त्यसो भएदेखि। बिचतिर यसो तपाईँहरूले चाहिँ नि इन्टरटेनमेन्टका कुराहरू बिचमा जोड्नु होला। फ्रीली गर्दा हुन्छ ल। सबैजना अहिले 46 हुनुभएको थियो। एउटाको डबल डिभाइस थियो कि क्या हो? अहिले 45 छौँ। सबैजना छौँ ल। स्क्रिनसटहरू लिनु होला। मेरो डबल थियो सर मैले। त्यही भएर त नि त्यही भएर त्यो रहेछ ल। यो चाहिँ नि सबै साथीहरू टाइमली आउनु कस्तो राम्रो होइन ल। म यहाँ फोटो पनि एउटा 45 जना भएको फोटो खिचेँ। यो तपाईँहरूको ग्रुपमा मैले राखेँ ल। यो जना सबै आइ ल। यो ग्रुपमा 45 जना छौँ हामी है। हेर्नुहोस् ल राख्यौँ। ल अब भिडियो सबैको अनै छ जस्तो लाग्छ कि अब यहाँ आकाश सर देखिरहेको छु, भरत सर, विद्यामिस भनेको ज्वालामुखी गाउँपालिका, केशव दाहाल सर, राजकुमार घिमिरे, केशव नेउपाने सर, केशव दाहाल सरको भक्तपुर होइन? भक्तपुर। अनि त्यसपछि अभियान अनुरोध धादिङ धुनीबेसी, भरत सर दक्षिणकाली, त्यसपछि 360 डिग्री लर्निङ भन्ने त अब महादेव मावि बेलकोटगढी होइन? सर मन्जु जोशी, जितेन सर, गिरिराज जोशी, माधव लोहानी विदुर, रामप्रसाद पौडेल, बिर्तवाना, विकास साक्य, सन्तोष सर, गीता प्रसाद सर, भालेश्वर, उपेन्द्र सर, अब हेड सरै हुनुहुन्छ। ठिक छ नि? स्वास्थ्य ठिक छ? नेत्र श्रेष्ठ, रामचन्द्र पोखरेल, सृजना श्रेष्ठ, सन्तोष तिमल सिन्हा, शोभा तामाङ, रामचन्द्र पौड्याल, दुर्गा सर खै भिडियो हेरौँ त खै तपाईँको? मेरो भिडियो अनै छ सर, म मोबाइल अनै रहेछ। रामचन्द्र पौड्याल सरको अनि छ। सर्जन सर, विज्ञान नेउपाने, प्रकाश बहादुर पाल। जाडो छ क्या हो? जाडै छ नि होइन? सुन्नु भएको छैन? मैले सुनेर ल हुन्छ ल त्यसलाई त्यसरी नै गर्नु होला ल। नवराज सर, उमा कार्की, बुद्धि बहादुर सुवाल सर, रहर सर है सबैलाई देखियो होला है। सुनिल भण्डारी, देवेन्द्र अर्याल, पदम बहादुर ओली, अनि त्यसपछि यहाँ मास्टर भन्नुभएको छ। मास्टर भने कविन लामा, गोपाल बस्नेत, उमा, रमिता उपाध्याय, हरिहर खतिवडा, शर्मिला नेउपाने, त्यसपछि कविन्द्र खड्का। कविन्द्र सर खै हजुरलाई देख्न पाइएन दोलखा खै? अब सर मेरोमा चाहिँ अलिकति नेटवर्कको एरर भएर मैले खालि सुन्नु भएको छ भने ठिक छ। सुनिरहेको छु सर। बुद्धिसवाल सुनिल भण्डारी भनेपछि बुद्धिसवाल सुनिल भण्डारी, हरिन्द्र बहादुर सुनार। ल सबैको नाम मैले लिएँ, सबै हुनुहुन्छ ल। थ्याङ्क यू भेरी मच। होइन एकजना 2टा डिभाइसमा भएर होला ल। अब म प्रोजेक्ट के गर्ने भन्ने कुरा तपाईँहरूलाई म सामान्य रूपमा छलफल गराउँदा तपाईँहरूले बुझिहाल्नुहुन्छ। त्यो बारेमा त्यस्तो लेक्चर दिनुपर्ने कुरा केही छैन। म अलिकति तपाईँहरूलाई सुरुवात गर्छु ल। अलिकति म यहाँ सेयर गरेँ स्क्रिन त।
म्यासेजहरूमा नै भ्याएर हिँड्छु, निकै धेरै म्यासेज रहेछन्। ल त्यो पगाडीको 5 दिनको मिलाउनु पर्ने भएर हाजिरी यहाँ के भयो गुगल फर्मै क्विट भइदियो नि, त्यस्तो अचम्मै भयो त। समय भयो भनेको त्यो अहिलेसम्म त्यस्तो त्यति बनायो हामीले यहाँ 200 भन्दा माथि छन् होला। त्यो के भयो अब त्यो ड्राइभमा फुल त भएन होला सर मेमोरी? ड्राइभ फुल होइन निकै छ। त्यो चाहिँ यो भाइलेन्स भयो यो भन्छ के आज त फेरि गर्नु मिल्ने रहेछ नि हैन सर, टिक गरेर माथि फेरि त्यो मैले चेकमा अप्सन राखेको छ कि अब चेक भएको भए हुन्छ, ठिकै छ। तपाईँहरूको म हाजिर म्यानेज गर्छु, म त्यहाँ कपी गर्दै त्यहाँ यसो मिलाउनु पर्ला डेट चाहिँ। यो माइक्रोसिप पनि आइसकेको रहेछ सर, यो पनि पठाइदिनु भयो भने म राखिहाल्छु। हजुर सेटेलाइट पनि आएछ। हजुर त्यहाँ छैन एकैचोटि हालिदिनुहुन्छ सरले? एकमुष्ट हाल्यो भने सजिलो हुन्छ सर। वाट्सएपमा त कता कता पुगिसक्यो, कता पुग्दो रहेछ। त्यो मेलमा भयो भने चाहिँ मेल भयो भने एकैचोटि सबै भयो भने हामीलाई पनि सजिलो हुन्छ। हुन्छ प्रोजेक्ट ल ठिक छ। ल यहाँ तपाईँहरूले केही गत साल पनि हेर्नु भएकै छ। यो मैले त्यस्तो धेरै प्रोजेक्टको अलिकति केही फरक छन्, विषयवस्तु फरक छन् होइन। ल हेर्नु त एकचोटि सर र मलाई छोटो गर्छु, त्यस्तो धेरै लामो गर्छु, तपाईँले पढ्नु होला। हस् म अलिक ठुलो बनाउँछु यसलाई। अहिले हेर्ने मात्रै पछि पढाइदिनुहुन्छ नि सर? होइन अहिले हेर्ने मात्रै, तपाईँहरूले बोल्नु गर्नु परेन है। ल यहाँ छोटो केही 10वटा प्रोजेक्टहरू राखेको छ जस्तो लाग्छ मैले त्यहाँ सर र सबै हेरेर। त्यसलाई चाहिँ तपाईँलाई सजिलोको लागि त्यहाँ पिपिटीमा उतारेको छु। तपाईँलाई सरलाई भन्ने नै हो, त्यति ठुलो कुरो छैन। यो प्रोजेक्ट के हो भन्ने कुरा हो। मैले यहाँ है ल त हेर्नु त के हो प्रोजेक्ट भनेको के रहेछ। एकचोटि यहाँ हेर्नुहोस् त, यो सवाललाई मैले जोडेँ। यहाँ एउटा कोटेसन पनि मैले यहाँ राखेको छु, एकचोटि हेर्नुहोस् त। यो एकचोटि पढिदिनुहोस् त, यो के भने आयो। मोटिभेसन इज वाट गेट्स यु स्टार्टेड, ह्याबिट इज वाट किप्स यु गोइङ। जिम रियोन 1947 मा भनेको छ। के भने रहेछ यो भनेको? मोटिभेसन भनेको चाहिँ तपाईले जे सुरु गर्नुहुन्छ त्यही हो रे, अनि तपाईले जे गरिराख्नुहुन्छ त्यो चाहिँ तपाईको ह्याबिट भयो भनेको छ है। मोटिभेसनले तपाईलाई केही कुरा गर्न स्टार्ट गर्न चाहिँ सुरु गराउँछ, स्टार्ट गर्छ भने ह्याबिटले त्यो काम गरिराख्न, त्यसलाई सस्टेनेबल बनाउन हैन, दिगो बनाउन, अलि मिनिङफुल पनि बनाउन सहयोग गर्छ भनेकै हो हैन। यो कुरा बुझिहाल्नुभयो। अर्को त्यहाँ त्यसैसँग सम्बन्धित कुरा हैन। पर्सन हु नेभर मेड अ मिस्टेक, नेभर ट्राइड एनीथिङ न्यू। हो यो कुरा गल्ती गर्दैन, उसले जीवनमा केही नयाँ गर्दैन। साच्चै यसकारण यो मिस्टेक चाहिँ निकै हुँदा रहेछन् भन्ने कुरा भयो हैन। अब थोमसकै कुरा हेर्दा पनि हजारौं पटक मिस्टेक गरेको हैन, लगायत वैज्ञानिकहरूको जुनसुकै सिकाइ गर्दा पनि हामीले हैन हजारौं पटक मिस्टेक गरेको, हार नखाएको यस्तो चिजहरू यो रहेछ भन्ने कुरालाई उहाँले जोड्नु भएको छ। यसले पनि काम गर्दो रहेछ। यो प्रोजेक्टमा अलिकति जोडिने कुरा पनि हुन्। यहाँ के हो भनेर थोरै केही कुरा गरेको छु मैले।
यसलाई तपाईँहरूले भन्दा पनि हुन्छ, यसलाई यहाँ नबुझिने र अप्ठ्यारो कुरा केही पनि छैन। प्रोजेक्ट वर्ककै के रहेछ भनेर थोरै ब्याकग्राउन्ड सेट गर्नलाई मैले यहाँ लेखेको हुँ होइन। अब के गर्ने भन्दा पनि अब तपाईँहरूले चाहिँ विद्यालयमा तपाईँहरू अहिले यहाँ हुनुहुन्छ, आफ्नो विद्यालयमा गइसकेपछि तपाईँहरूले 45 दिन भन्दा नि अब तपाईँहरूले 60 दिनभित्रमा 2 महिनाभित्रमा तपाईँले काम गरेर ल्याउनुहुन्छ। 2 महिना भनेको 52 दिन भन्छ के अरे भन्नलाई होइन। त्यो बाहेक अब त्यो 2 महिनाभित्रमा तपाईँहरूले लिएर आउनुहुन्छ परियोजना कार्य तालिम केन्द्रमा आउने गरेर हामी पुरानै चरणमा छौँ। फेरि अब अहिलेबाट चाहिँ यहाँ नयाँ अनुसारको हुन्छ त्यो 63 दिन भने आएको छ, त्यसले तपाईँहरू 52 दिन काम गरेर ल्याउने हो। पोहोरको जस्तै जसरी गर्नुभयो अनलाइनमा गरे पनि तपाईँहरूले भौतिक रूपमै उपस्थित भएर सामग्रीहरू ल्याउनु भएको थियो। त्यसको चाहिँ रिजल्ट तपाईँहरूले रिजल्ट भएन भन्दै हुन्छ, रिजल्ट भयो के चिन्ता गरेको भनिरहेको छ। तपाईँहरूले रिजल्ट भनिराख्नु भएको थियो, रिजल्ट भइसकेको छ। त्यहाँ त्यो कम्प्युटर अपरेटरले त्यहाँ राखिन्छ त्यहाँ, त्यो भएर चाहिँ नै हेर्नु भएछ। मैले पनि फेरि देखाउँला भन्दै त्यो सही नगरेको फेरि के पठाउने भन्ने भयो। अहिले हेर्दा खोज्नुभयो भने त्यहाँ लास्टमा चाहिँ त्यो यहाँ एक्सल सिट छ होला, म देखाइदिउँला है। अब यो के रहेछ भनेको यो एउटा प्र्याक्टिकल एक्सपिरियन्स हो यो प्रोजेक्ट भनेको होइन। प्रोजेक्टमा आधारित टास्क प्रब्लम भन्छ नि अहिलेका लर्निङको स्टाइल होइन, यो यही हो। यसकारण यो प्र्याक्टिकल एक्सपिरियन्समा आधारित काम हुन् क्या यिनीहरू चाहिँ, गरेर सिक्ने काम हुन्, लर्निङ बाई डुइङ भन्ने भन्छ होइन। यो डिबेको उसमा आधारित भन्छ, यो 5E भन्छ, त्यो त्यसमा आधारित पनि भन्छ परियोजना कार्य। यो धेरै छन्, यसका कन्टेक्स्टहरू रेफरेन्सहरू धेरै दिन सकिन्छ है। जसले अब यहाँ तपाईँहरू शिक्षण है, यहाँनिर ऊ भएछ शिक्षण, शिक्षकको हकमा शिक्षण होइन, शिक्षण सिकाइ दुवै भनौँ न। शिक्षण तथा सिकाइ प्रक्रियामा दक्ष बनाउने नै हो हामीले प्रोजेक्टको अर्थ यहाँ यसरी बुझ्छौँ होइन। बच्चालाई प्रोजेक्ट गराउनेको अर्थ पनि उसलाई विषयवस्तु मिनिङफुल तरिकाले बुझोस् लियोस् भन्ने हो। शिक्षकले प्रोजेक्ट गर्नुको अर्थ चाहिँ त्यो विषयवस्तु इफेक्टिभली डेलिभर गर्न सकियोस् भन्ने नै हो प्रोजेक्ट वर्क भनेको, र उसले सजिलो तरिकाले बुझुन् भन्ने हो होइन। त्यो हो स्किल भनेको। र यसले चाहिँ नै समग्र रूपमा है ओभरअल त्यहाँ धेरै कुरा गर्छ। यद्यपि स्पेसल्ली लेसन प्लानिङ होइन, शिक्षणका योजना होइन प्लानिङ गर्नको लागि भनेको हो। त्यस्तै गरेर चाहिँ अर्को क्लासरुम म्यानेजमेन्ट भनेपछि त्यहाँ सबै त्यो भित्रको चाहिँ नि फेसिलिटेसन एक्टिभिटिजहरू सबै कुरामा र फाइनल्ली चाहिँ एसेसमेन्ट जस्ता क्षेत्रहरूमा वास्तविक अभ्यास रियल लाइफ एउटा प्र्याक्टिस प्रदान गर्ने भनेको यो टिचरको हकमा चाहिँ यसरी हेर्न सकिन्छ भने विद्यार्थीलाई पनि प्रोजेक्ट वर्क दिन सक्यौँ भने चाहिँ के हुन्छ भन्दा यो विद्यार्थीको प्रोजेक्ट वर्कले चाहिँ नै यो स्टुडेन्टलाई अलि इन्डिपेन्डेन्ट लर्नर बनाउनको लागि प्रोजेक्ट वर्कले मद्दत गर्छ है। सिकाइ स्वतन्त्र रूपले सिक्ने, सृजनशील हुने र व्यावहारिक सिकाइमा दक्ष बनाउँछ भनेर भनेको छ। यी यसो किवर्डहरू अलिअलि दिमागमा राख्नुभयो भने यसले व्याख्या गर्दा के रहेछ कन्सेप्ट बुझ्न यसले सहयोग गर्छ भनेको हो है। ओके एप्रुभ यसरी यो गर्छ। अब अर्को कुरा यसको टार्गेट के हो भन्ने कुरा छ। यो खास प्रोजेक्ट यसको हामीले अहिले गर्छौँ, हामी त अहिले लर्नर छौँ, हामी लर्नर कता आयो फोन कता आउँछ मेरो आयो कि तपाईँको? मैले यहाँ फुल स्लाइड गरेर आएको छु, मेरोमा आएको होइन सर, हजुरकोमै होला। म्युट गर्नुहोस् है साथीहरू, डिस्टर्बेन्स। ल त्यो त आएछ यहाँ साथीहरूले ल। अनि यसको चाहिँ नै लक्ष्य अब हामी अहिले टिचर छौँ, टिचरको यसको लक्ष्य के हो भने क्वालिटी टिचिङ नै हो होइन। प्रोजेक्ट वर्क मार्फत गराइयो भनेदेखि अब हामी अलिक प्रोफेसनल टिचर अहिलेको करिकुलमले भने अनुसारको हामी त्यो सिकाइ दिन सक्छौँ भन्ने कुरा हो। सिकाइ उपलब्धि बढाउने, शिक्षण प्रभावकारी विधिहरू अवलम्बन गर्ने, यस्ता कुराहरू क्वालिटी टिचिङसँग आउँछन्। र शिक्षक अर्को कुरा त प्रोफेसनल डेभलपमेन्ट नै राम्रो हुन्छ भन्ने पनि हो। अब यहाँनिर नवप्रवेशी भने पनि अब हुन त अब हामी
एक्सपिरियन्स पनि अब भइसकेका छौँ, केही 1-2 वर्ष भइसकेका छ, कोही साथीहरूको 10-15 वर्ष पनि भइसकेको अवस्था छ। जे होस् यो चाहिँ नि अब तालिम भन्ने बित्तिकै अलिकति उसलाई क्यापासिटी गर्ने कुरा हो, क्षमता विकास गर्ने कुरा हो, त्यो कुरामा पनि यसले मद्दत गर्ने भयो भन्ने कुरा छ। पुनर्ताजगी भनेर कुराकानी गर्दा ठिक हुन्छ होला है, त्यो कुरा गर्छ भनेपछि यस्ता कुरालाई अलिकति जोड्न सकिँदो रहेछ। अब यहाँ केही बुँदाहरू किवर्ड्सहरू मैले राखेको छु, यसलाई यसो हेर्नु होला, आफै पढ्दा हुन्छ। व्यवहारिक अनुभव दिन्छ यसले भन्छ। यो चाहिँ खास प्रोजेक्ट वर्क भनेको के हो भने यसले नलेज चाहिँ रियल लाइफ कन्टेक्स्टमा प्रयोग गर्ने कुरा सिकाउँछ होइन। यो रियल क्लासरुम इन्भाइरोमेन्टमा यसले काम गर्ने अवसर दिने हो। प्रोजेक्ट वर्क गर्नु छ भनेर छुट्टी लिएर चाहिँ नै हिँड्ने कुरा होइन। आफूले काम गर्दै पढाउँदै दैनिक काम नबिगार्दै गर्ने हो नि परियोजना कार्यहरू। त्यसकारण यो क्लासरुम इन्भाइरोमेन्टमै काम गर्ने, त्यहीँबाट सिक्ने एउटा अवसर दिन्छ भने हो। शिक्षण प्रक्रियालाई अलिक इफेक्टिभ बनाउने यो कुरा त आइहाल्यो। अर्को कुरा चाहिँ नै सुधार भनेको छ, सुधार हो यो चाहिँ। प्रोजेक्ट गर्दै जाँदा आज गर्यो भोलि अर्को सिकाइ आफैले प्राप्त गरिराखिया हुन्छ, स्टुडेन्टले पनि नयाँ नयाँ अनुभव गरिरहेको हुन्छ, आफूले पनि सिकाएका नयाँ टेक्निकहरू बढी जान्दै गरिन्छ कि होइन। आफू गर्दै जाँदा मोर कन्फिडेन्ट एउटा कुरा, कन्फिडेन्ट भइन्छ। अर्को कुरा यो स्ट्राटेजी भन्दा यो चाहिँ ले गर्दाखेरि अझ राम्रो हुँदो रहेछ भन्ने थोरै भए पनि आफूले केही परिवर्तन गर्न सक्ने बन्छ त्यो कुराले। भनेपछि त्यो अनुभवी शिक्षक यो कुरा कोही अरू शिक्षकबाट गरेर पनि हेर्न सकिने भयो। अर्को कुरा आफ्नै रिफ्लेक्सनबाट पनि हो। मुख्य कुरा रिफ्लेक्सन साह्रै राम्रो कुरो भन्छ यसले। रिफ्लेक्सन गरौँ, फिडब्याकबाट प्राप्त गरेर शिक्षण प्रक्रियामा सुधार गर्ने, पुनः इम्प्रुभमेन्ट गर्ने मौका पाउने हो। त्यो आफैलाई हो, अर्काको देखेर पनि हो, आफै पनि हो। सँगसँगै टिचरले गरेको काम देखेर विद्यार्थीले पनि हो, कुरा पनि त्यही हो। अर्को चाहिँ एउटा डिस्कसन, सेल्फ एसेसमेन्टबाट आफ्नो शिक्षण विधिहरूमा सुधार गर्ने कुरा पनि यसले ल्याउँछ। यो प्रोजेक्ट वर्कका यति फाइदाहरू यो भन्न खोजेको मैले अलिकति। क्रिएटिभिटी बढाउँछ भनेको कुरा त भन्नु पर्यो नि तपाईँहरूलाई। यो सामग्री निर्माण गर्ने कुराहरू, प्रयोग गर्ने कुरा बाट चाहिँ टिचिङ मेटेरियल डेभलपमेन्ट गर्ने र सृजनशीलता बढाउने कुरा हो। अर्को नवीन इनोभेसन ल्याउने र नयाँ नयाँ लर्निङ एक्सपिरियन्सहरू चाहिँ ल्याउने र सिकाइलाई अझ बढी रोचक बनाउने कुरालाई यसले जोड्छ। अर्को स्किल डेभलपमेन्टको कुरा हुन्छ। स्किलमा केमा भन्दा यही कुरा हो, लेसन प्लानिङ, अगाडि पनि भने मैले, क्लासरुमको म्यानेजमेन्ट गर्ने कुरा र सँगसँगै चाहिँ ओभरअल एसेसमेन्ट गर्ने कुराहरूमा चाहिँ टिचरलाई स्किलफुल बनाउँछ र यसले यति मात्रै होइन, टिचरलाई मोर कन्फिडेन्ट बनाउँछ है। तपाईँ प्रोजेक्ट गर्नु भएको छ भने त्यो विषयवस्तु बुझेको हो क्या, त्यो चाहिँ नि होइन, त्यो विषयवस्तुको सार खिच्न पनि सकिने रहेछ, यस्तो कुरा हो। र अर्को चाहिँ स्टुडेन्ट सेन्टर लर्निङको लागि पनि टिचर एकदम एक्टिभ हुनुहुन्छ। त्यो प्रोजेक्ट वर्कले विद्यार्थीको लर्निङ निडलाई चाहिँ, डाइभर्स लर्नर निडलाई चाहिँ आधार मानेर काम गरिन्छ होइन। वान साइज फिट अल भन्ने चाहिँ कुरा होइन, यो डाइभर्स लर्नर निडलाई चाहिँ लिएर होइन। वान साइड फिट अल डजन्ट फिट एभ्रिवेयर के, यो वर्ल्डमै अब यो लगभग होइन, यो चाहिँ होइन। हामीले पनि कक्षामा हेर्नुहुन्छ भने त्यो एकै खालको शिक्षण विधि, एउटै खालको मूल्याङ्कन पद्धति, एउटै खालको बोली वचन व्यवहार, एउटै खालको माया ममताले चाहिँ सबैलाई सम्बोधन हुँदो रहन्छ कि। माया मोह पनि फरक गर्नु पर्दो रहेछ कि, मान्छे अनुसार माया गर्ने स्टाइल पनि फरक हुनु पर्दो रहेछ केटाकेटीलाई है, यस्तो कुरा हुनु पर्दो रहेछ। अब यहाँ स्टुडेन्टको डाइभर्स निड चाहिँ हेर्नुपर्छ भन्छ। यो प्रोजेक्ट गराउँदाखेरि हामीले बुझ्ने अवसर पाइन्छ, केटाकेटीहरूलाई बुझ्ने अवसर पाइन्छ, विषयवस्तुलाई मोर इलाबोरेसन होइन, मोर मिनिङफुल बनाउन सकिने र इफेक्टिभ त्यो कुरा आयो। र सिकाइ उपलब्धि बढाउने कुरा त समग्र रूपमा केन्द्रित नै हो। यो प्रोजेक्ट वर्क भन्नुहोस्, लेक्चर भन्नुहोस्, अथवा जेसुकै भन्नुहोस्, तपाईँहरूले यी कुराहरू यसले गर्छ। मैले यसलाई धेरै कुरा लामो गरिनँ। अब यो मैले भन्नु पर्दैन, यो पोहोर सालै मैले तपाईँलाई भनिसकेको छु तालिमको उद्देश्य के हो भन्ने कुरा। यो पेसागत विकासमा यसलाई धेरै राम्रो बोल्नु जरुरी छैन, किनभने यो शिक्षकको पेसागत विकास तालिम भनेको अहिलेका तालिमहरू भनेको स्पेसल्ली डिमान्ड बेस। अहिलेका तालिमहरू मागमा आधारित छन्, समाउ मागमा डिमान्ड बेस नै छन् अहिलेका तालिमहरू है। र अर्को नतिजामुखी बनाउने कुरा हो। शिक्षकलाई तालिम त भन्यो, शिक्षकलाई एउटा सेल्फ मोटिभेटेड गराउने खालका तालिमहरूमा अलिकति फोकस गर्न खोजिएको छ। त्यसरी तालिमका विभिन्न
चाहिँ क्रियाकलापहरू गर्न खोजिएको छ। शिक्षणको व्यवहारमा सुधार ल्याउनु, उपलब्धि सुधार ल्याउने भनेको कुरा यी अब भइहाल्यो ल भन्नु परेन। हेर यो कुरालाई सर हेर्नु त यहाँ मैले थप्न भ्याएको छैन। हुन त अस्ति मैले त्यो स्लाइडमा टिबिडीको स्लाइडमा तपाईँहरूलाई थुप्रै कुरा राखिदिएको छु, त्यहाँबाट त्यो हेर्नुभयो भने काम पुगिहाल्यो। यहाँनिर पेसागत विकासका यस्ता यस्ता कार्यक्रमहरू अहिले छन्। त्यो मध्येको चाहिँ हामी अहिले कहाँ छौँ भने 1 नम्बरमा, 1 नम्बरको यो प्रमाणीकरण भन्छ, प्रमाणीकरण तालिम नै हो यो होइन। यो शिक्षक तालिम, यसलाई चाहिँ तालिमै भन्ने भन्छ, पुनर्ताजगी पनि तालिमै हुन् होइन। र अहिले चाहिँ हामीले जेसुकैलाई पनि तालिम भनेका छौँ कि अब पाठ्यक्रमले बोलायो ओरिएन्टेसन, नयाँ पाठ्यक्रम पाठ्यपुस्तक गर्यो, त्यहाँ एक दिन छलफल भने त्यो पनि तालिमै हो भन्छौँ। त्यसलाई त्यसो भन्दैन होइन। तालिम, अभिमुखीकरण, वर्कसप, कार्यशाला यी अलिक फरक फरक कुरा हुने यिनीहरू होइन। अब यो तालिमकै रूपमा यसरी हेर्न सकिन्छ। यो भनेको अलिकति कुनै स्पेसल कन्टेन्टमा आधारित भयो अरे, तालिम केन्द्रबाट प्रदान नै हुने खालका तालिम भन्नु पर्यो यो चाहिँ अहिले। हुन त 2 नम्बरमा मैले सहयोगात्मक सिकाइका तालिम भने, यसलाई पनि हामीले तालिमै भनेर चलाइरहेछौँ चलाउनलाई। अब मेन्टरिङको पनि तालिम, लेसन स्टडीको पनि तालिम भनेर गरिरहेछौँ होइन, गरिरहेछौँ। तर यी तालिमहरू वास्तवमा हामीले अहिले तालिमको रूपमा तपाईँहरूलाई चाहिँ नै बोलाएर यहाँ दिए पनि, त्यो तालिमै भनेर भने पनि वास्तवमा ती भनेका कोलाबोरेटिभ लर्निङ एप्रोचहरू नै हुन्। त्यो मार्फत टिचरको प्रोफेसनल डेभलपमेन्ट हुँदो रहेछ। अब मेन्टरिङ भनेको त्यो प्रक्रिया तपाईँहरूले बुझिहाल्नुभयो। अब डिटेल बुझ्नलाई अलिकति अहिले म समय भएन, अस्ति पनि थोरै चर्चा त गरेका थिएँ। मेरो स्लाइड हेर्नुभयो अगाडिको पहिलो दिनको भने त्यहाँ डिटेल छ। अब मेन्टरिङ भनेको चाहिँ अनुभवी एक्सपिरियन्स टिचरले लेस एक्सपिरियन्स टिचर, नन एक्सपिरियन्स टिचर होइन, अथवा न्युली रिक्रुटेड टिचर अथवा केही नै नजानेका शिक्षकलाई अनुभवी जानेको शिक्षकले चाहिँ आफ्नै पेसागत स्थलमै होइन, कार्यथलोमै आधारित भएर शिक्षणसँग सम्बन्धित कुराहरू मिहिन तरिकाले उसलाई सिकाउने हो। सिकाउने, छलफल गर्ने, हेर्ने, फिडब्याक दिने, त्यो निरन्तर लागिरहने कला हो त्यो भनेर भन्छौँ। त्यसकारण त्यो 6 महिना लाग्ने, 6 महिना लाग्छ भन्दो रहेछ। त्यो अनुसार हामीले अहिले त्यो एउटा लामो प्रक्रिया छ, त्यसरी अगाडि बढिरहेछौँ। त्यसकारण त्यसलाई तालिम भन्दा पनि एउटा जान्ने शिक्षकले चाहिँ कम जान्ने शिक्षकलाई चाहिँ जान्ने बनाउने कला हो होइन। उसका क्लास हेर्ने, उसका पाठयोजना हेर्ने, अनि फिडब्याक दिने, फेरि उसलाई सुधार गरेर क्लासमा फेरि अर्कोचोटि जान लाउने। त्यहाँ विभिन्न इन्डिकेटरहरू छन्। हेर्नुहोस्, यस्ता धेरै सूचकहरू छन् कि त्यो मेन्टरिङमा, ती सूचकमा आधारित भएर चाहिँ नै मेन्टरिङ गर्ने हो। त्यो खेलाची भरमा चाहिँ तेरो क्लास हेरेँ मैले, यस्तो यस्तो देखाएको थिएँ भनेर त्यो चाहिँ नै ठाडो गफ गरेर हिँड्ने होइन मेन्टरिङ भनेको। त्यहाँनिर थुप्रो सूचक छन्, 100 भन्दा धेरै सूचकहरू छन्। ती सूचकमा आधारित भएर हामीले चाहिँ फिडब्याक दिने हो मेन्टीलाई, मेन्टरले। त्यसकारण त्यसलाई सहयोगात्मक सिकाइ भन्न खोजेको छ, त्यसरी नाम राखेको है मैले। अर्को लेसन स्टडी पनि यो टिचरको कोलाबोरेसनमा गरिने काम भएको कारणले यसलाई पनि अब तालिम भन्दा पनि स्पेसल्ली यतातिर फोकस गरौँ कि भन्ने लाग्छ होइन। यसरी मैले लेख्न खोजेको हो। अर्को चाहिँ नि अब मोडुलर एउटा क्वेसन गरेँ सर मैले। हाम्रोमा यो बागमती प्रदेशमा यो मेन्टरिङको सिसी मेन्टरिङ लागू भएको छ सर? अनि भएको छ सर। अहिले यसपालि पनि हाम्रोमा टिचरहरूको लागि कति 10 वटा कि कति क्लास हेर्नु हुन्छ हाम्रै 11वटा क्लास हेर्ने। सर उमाकुण्डमा चाहिँ हामीले मेन्टरिङ गरिसक्यौँ। म अहिले मेन्टर भएर काम गर्ने मौका पाएको थिएँ सर। नाइस, गुड। यो पाठ अध्ययनको तालिम पनि भर्खरै सरले नै दिनुभएको थियो अस्ति। यस यस यस, राम्रो, एकदम कोलाबोरेटिभ एप्रोच जो चाहिँ एकदम सबै पालिकामा लागू गर्नुपर्ने खालको छ सर। हो नि, जम्मै पालिका हाम्रो नुवाकोटमा चाहिँ यस्तो तालिमको अभाव भएको छ सर। यहाँबाट यो सप्लाई बेस्ड माथि सिएचआरडीले तोकेर त्यसरी आएको कोटालाई गर्ने। सायद अर्को वर्षतिर होला, बिस्तारै लागू हुँदैछ एकैचोटि चाहिँ। जस्तो साइन्समा कस्टमाइज तालिम पनि अहिलेसम्म त्यो सुनेको छैन। अब 3-4 वर्ष हुन लाग्यो, चाँडा ब्याज लाग्यो। अब यसो छ, तपाईँले टिपिडी लिइसक्नुभयो, अब ठिकै त्यो तालिमै नपाएको, एकचोटि तालिम लिएर लामो समय भएको त्यस्तो शिक्षकहरूलाई भनेको हो। तपाईँहरू अहिले भर्खरै अब तालिममा कोर पनि लिनुभयो, यो पनि लिनुभयो भनेपछि यसलाई त्यो भएन। त्यो चाहिँ के हो भन्दाखेरि यो लिएको अलिक पुरानो भएको साथीहरूलाई चाहिँ दिने हो।
तपाईँलाई अहिले जरुरी छैन है। हामीले चाहिँ यो जेसमा कस्टमाइज तालिम अनलाइन यो परीक्षा र मूल्याङ्कन सम्बन्धी अनलाइनै लिएको छौँ पोर जेसमा तालिम। कुन विषयको? विज्ञानकै ल्याएको छ हामीले। कहाँबाट? शिक्षा तालिम केन्द्र धुलिखेलबाटै अनुपमा शर्मा म्यामले कोअर्डिनेसन गर्नुभएको थियो। ए ठिक छ, ल हुन्छ। ल अब बुझिहाल्नु हो, त्यही हो। त्यसमा चाहिँ नि अब जेनरल चाहिँ नि अब विषयवस्तुहरू, पाठ्यक्रम, मूल्याङ्कनको कुरा, अलिकति आइसिटीको कुराहरू त्यसरी जान्छ। यो यति धेरै कन्टेन्ट छैन नि त, त्यो 5 दिनको तालिम भनेर सञ्चालन गर्ने गरेको छ। ती तालिमहरूलाई चाहिँ हामी पर्फेक्ट भइहाल्यौँ नि। होइन, भइगयो नि यो भयो। र अर्को कुरा मोडुलर तालिम भनेका मोडुल बनाएर विकास गर्ने खालका कुराहरू, सो प्रयत्नमा आधारित तालिम भनेको छ, अनुचिन्तनका कुराहरू आफै भनेको छ, आत्मप्रतिबिम्बनका कुराहरू होइन, त्यो कुराहरू हेर्नुपर्छ होइन। र अर्को अनुभव आदान प्रदानका कार्यक्रमहरू, विभिन्न लर्निङ प्लेटफर्महरू निर्माण गरेर त्यहाँ अनुभवहरू सेयर गर्ने कुरा, जसले चाहिँ तालिमकै बराबरको काम गर्छ भनेको हो। त्यसकारणले तालिम दिने, लिने, सुन्ने भन्दा पनि त्यसलाई अब तालिमलाई जति आफैले चाहिँ अभ्यासमा केन्द्रित भएर गऱ्यौँ भने त्यसले राम्रो काम गर्छ। यहाँ अब अर्को कुरा छुट्यो, यहाँ सेवा प्रवेश तालिम भनेको छ, त्यसलाई पनि तालिमकै रूपमा लेख्न सकिन्छ होइन। यहाँ माथिकै लाइनमा पर्छ त्यो पनि, त्यो कुरा भयो। ल मैले यसलाई चाहिँ यहाँभन्दा धेरै कुरा गरिदिएँ, किन 10वटा तालिमै भनेर भनेको छ होइन। 10 प्लस अब 2 अरू पनि थपेर 1 दर्जनै छन् अहिले पेशागत विकास गर्ने उपाय यसरी पहिचान गरेको कुरा हो। अर्को अब सक्षमता के हो भन्नु परेन, यसलाई चाहिँ पाठ्यक्रम, पाठ्यपुस्तक होइन, पाठ्य सामग्रीको बोध गर्ने, सिकाइ कसरी प्रयोग गर्ने। सर एकचोटि त्यो प्रमाणीकरण तालिम भनेर चाहिँ यो हाम्रो अहिले लिइरहेको हो कि कस्तो, कुन हो? यसलाई अब हामीले चाहिँ अहिलेसम्मको भाषामा टिपिडी भनेरै चाहिँ बुझ्ने गरे हो। यो अहिले तपाईँको यो चरणसम्म टिपिडी नै भन्ने गरेका छ। यही तालिमलाई नाम फेरेर प्रमाणीकरण भनेको। त्यो प्रमाणीकरण तालिम भनेको यही पेशागत विकासका विधिहरू, पेशागत विकासका विभिन्न उपायहरू भन्ने सम्बन्धमा एउटा खुब 80 सालमा प्रारूप विकास भयो। त्यसले चाहिँ प्रमाणीकरण तालिम भनेर प्रमाणपत्र पनि आउँछ होइन, त्यो भएर पनि हुँदैन। त्यही हो। त्यो प्रमाणीकरण भनेको तालिम लिने, तालिम केन्द्रले तालिम प्रमाणित गरिदिने, तपाईँहरूको वृद्धि विकास, यही कुरा हो। जुन अहिले तपाईँले यो तालिम लिनुभएको छ यसैलाई प्रमाणीकरण हो, नाम फेरेको भनेर तपाईँले बुझ्नु पर्यो। र त्यो प्रमाणीकरण भएको तालिम भनेको त्यो चाहिँ 1 महिनाको भनेर बुझ्नु पर्ला। अब त्यसरी पोहोर सालबाट त्यो त्यसरी नाम विकास गर्यो। तपाईँहरूको माविको कुनै पनि चलेको छैन प्रमाणीकरण 1 महिना एकैचोटि। गत सालको मङ्सिर पुसबाट चाहिँ हामीले आधारभूत तह 1-3 को एकीकृत पाठ्यक्रममा आधारित तालिम मात्रै 15 दिनको तालिम चलायौँ। त्यो 15 दिनको तालिम 4 ग्रुप 5 ग्रुप जति चल्यो। अरू तालिम विषयगत रूपमा चलेको तालिम एउटा पनि छैन। अब यो साल अहिले चाहिँ जान्छ। सर यो अनि सामाजिकको चलेको थियो त सर, एकचोटि तालिम केन्द्र अगाडि नै 15 दिने सामाजिकको। हजुर भइसकेको छ सर, माविको माविको सामाजिक अकाउन्टहरू मिक्स गरेर एउटा चलेको, अनि निमाविको नेपालीको नि भएको छ सर, नेपालीको नि माविको नेपालीको चाहिँ एउटा भयो। नेपालीको चाहिँ भयो क्या सामाजिकको है, नेपालीको चाहिँ भयो जस्तो लाग्छ, उसको नि भयो भए पनि यो दुईटा भयो होला। त्यही गरेर 6 ग्रुप भन्दा धेरै भएको छैन, 4 ग्रुप एकीकृत जस्तो छ, त्यसरी बुझ्नु पर्यो। त्यो भनेको 1 महिना तालिम हो। 15 अहिले अनलाइन गरेको पनि छैन क्या त्यो तालिम, यही तालिम केन्द्रमा आधारित भएर गरेको छ। परियोजना कार्य सकिकन हिजो उहाँहरूको चाहिँ यो प्रस्तुतिकरण हुँदो रहेछ, अनलाइनमै भएको थियो क्या हिजो उहाँको। अब त्यो पनि बाध्यता के, हेर्नु न, अब यो एउटा ग्रुपको आज छ, एउटा नै 2वटा ग्रुपको आज छ, त्यो अनलाइनमा गर्नुपर्ने बाध्यता भयो। अब उहाँले 7वटा प्रोजेक्ट गर्ने, या त्यसपछि चाहिँ भौतिक भन्नु परेन। यो अहिलेसम्मको ढाँचामा यो 30 दिनमा 15 थियो, अबबाट एउटै हुन्छ भनेर बुझ्नु पर्यो। तपाईँहरू यो दोस्रो चरणको यो आज पहिलो चरणमा 10 दिनको अन्तिममा हुनुहुन्छ। अब पछि 5 दिन बराबरको काम तपाईँहरूले चाहिँ नै 4वटा प्रोजेक्ट तपाईँहरूले गरेर बुझाइदिनु भयो भनेदेखि तपाईँहरूको यो तालिम पनि सकियो है। यो तपाईँहरूले प्रोजेक्ट ल्याएर रिजल्ट भएपछि तपाईँले सर्टिफिकेट पाउन योग्य हुनुभयो। त्यही कुरा भयो, यसलाई मैले भन्नु परेन
र अब यसरी 23 कार्यदिन सेवाकालीन तालिम यसरी हुन्छ भन्ने कुरा हो। यो 52 दिनभित्र भनेर मैले अगाडि भनिसकेँ, यसलाई पनि मैले कुरा गर्नु परेन। र अब मूल्याङ्कन यसरी हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छँदैछ। अब यसलाई पनि पहिलो चरण लिँदै तपाईँहरूले सुनेको हो। त्यसकारण यो नियमितता, सहभागिता, सक्रियता तपाईँको अहिलेको मूल्याङ्कन यसरी भइरहेछ। नियमितता, सहभागिता, सक्रियता 5 अङ्क, सृजनात्मक परिवर्तनात्मक कार्य 10 अङ्क, त्यसो भएर त्यो 10 दिनको रिपोर्ट होइन, रिफ्लेक्सन रिपोर्ट, आफ्ना क्रिएटिभ वर्कहरू 10 दिनको त्यो एसाइनमेन्टमा केही न केही तपाईँले त्यहाँ राख्नु होला भनेर एकचोटि फोन उठाएँ। हेलो हजुर 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 बोल्दैछु। ए हो म्याडम, ल मैले हजुरलाई चिने। नमस्कार, म एकछिनपछि क्लासमा छु, म पछि कुरा गरौँ ल। म अहिले यहाँ अनलाइनमा गरिरहेको छु है त। ल थ्याङ्क यू। ल ल ल ल अनि नियमितता, सहभागिता, सक्रियता यो भयो। त्यसका 10वटा त्यो सृजनात्मक परिवर्तनात्मक कार्य 10, 10, 5, 15 भनेको त्यस कारणले हो। तपाईँले बुझ्नुभयो नि अब कुराकानी। त्यो मैले त्यो एसाइनमेन्ट 10 दिनको हाल्नु भनेको त्यही भएर हो। अनि त्यो कुरा भयो। अर्को कुरा लिखित परीक्षा त तपाईँहरूले अब आज गरिहाल्नुहुन्छ। त्यो 25 नम्बरको जाँच अहिले तपाईँहरूले दोस्रो चरणमा दिनुहुन्छ होइन, यो पछि। र अर्को चाहिँ तपाईँहरूले 10 अङ्कको 4वटा प्रोजेक्ट हो, एउटाको 2.5 का दरले चाहिँ नि त्यो 4वटा छुट्टा छुट्टै बाइन्डिङ गरेर होइन, 4वटा त्यो पुरै गरेर त्यो छुट्टा सेपरेट गरेर चट्ट बनाएर पोर जसरी ल्याउनु भएको थियो त्यही तरिकाले हजुरहरूले त्यो ल्याउनु भयो भने एउटाको इच प्रोजेक्टको क्यारी 2.5 है इन्टु 4 = 10 यसरी जाने भयो गर्दा जम्मा जम्मी गर्न पर्ने कि नपर्ने छ त्यो छुट्टै एकैचोटि कम्बाइन गरेको हामीले एकैचोटि हजुरले कस्तो भन्नुभएको थियो भनेदेखि 4 छर्ने गर्नु तर एउटैमा ल्याउँदाखेरि पनि हुन्छ भन्नुभयो। कम्बाइन गर्दाखेरि राम्रो नि भएको थियो कि सर, राम्रो भएको थियो त्यो गर्नु पर्यो। त्यही भएर त्यो किन प्लास्टिक धेरै खर्च गर्नु पर्यो, अरू चाहिँ बनाउनु छुट्टा छुट्टै अनि एउटैमा ल्याउनु न भने हो। त्यही भएर होइन आधा आधी साथीहरूले चाहिँ छुट्टा छुट्टै नै बनाएर ल्याउनु भएको थियो। के त्यसलाई केही समस्या भएन त्यो चाहिँ। ल सबमिट गर्नुपर्ने हो सर त्यो चाहिँ? हजुर हजुर फिजिकल्ली सबमिट गर्नुपर्ने हो। तालिम केन्द्रमा आउनु पर्यो। अब तपाईँले म भ्याइन भनेर मैले चाहिँ सरलाई पठाइदिन्छु भन्न नि पाइयो, आउन चाहिँ पर्यो, तालिम केन्द्रमा आउनु पर्यो है। त्यो चाहिँ नि हार्ड कपी नै चाहियो, हार्ड कपी चाहियो त्यसरी गर्नु पर्यो। अनि लिखित परीक्षा त बाइन्डिङ गर्ने त भएन सर पहिलाको जस्तै? भयो 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 त्यो भयो। त्यसलाई अलि चाहिँ नि यसो हेर्न हुने होइन, यसो बनाएर तपाईँले गरिहाल्नुहुन्छ नि है त। ल अब यसको स्पेसिफिकेसन ग्रेड त अब तपाईँलाई भन्नै परेन। अब यसै अनुसार 10वटा वैकल्पिक अहिले सोधिन्छन्, 10वटा तयारी भएको छ। तपाईँले अभ्यास पनि गर्नुभयो 3-4 पटक, पोहोर साल पनि मजाले गर्नुभएको थियो। अहिले त बानी पर्नुभयो भनेर मैले चाहिँ 4-5वटा कति 3 दिन कि 4वटा अभ्यास गरेर जान्नुभयो। अब चाहिँ आज त्यही तयारी गर्नुहुन्छ। अर्को संक्षिप्त 5-15 एउटा समस्यामूलक भन्छ। अब त्यो समस्यामूलक भनेर चाहिँ नि समस्या, त्यसको कारण, त्यो समाधान भनेर त्यति लामो 5 नम्बरमा भन्दा नि अलिकति लामो उत्तर आउने प्रोजेक्ट टास्क यस्तासँग सम्बन्धित भनेर छ। अलिक 5 अङ्कको गरेर चाहिँ नि 15, 5, 20, 5, 25 गरेर यो लिखित परीक्षा भइहाल्यो। अब तपाईँहरूले चाहिँ मैले यसलाई सर्टली क्विकली कुराकानी गर्छु। तपाईँहरू सब पाठ्यक्रम पनि छ। तपाईँहरूले चाहिँ नि यो काम यहाँ 10वटा प्रोजेक्ट के तयार गर्न भनेको रहेछ। म तपाईँलाई यहाँ केही बुझिएन भने भन्नु होला। एकजना साथीहरूले यसो पढिदिनु भयो भने पनि पढेर नबुझेको कुरा मलाई सुन्नुभयो भने सजिलो होला जस्तो लाग्यो होइन। पढिदिनुहुन्छ कसैले कि? सर हुन्छ, म पढिदिन्छु। पढिदिनु न। परियोजना कार्य अन्तर्गत पाठ योजनामा आधारित शिक्षण अभ्यासमा पहिला फरक फरक 10वटा पाठहरूको पाठ योजना तयारी गर्नु पर्यो। प्रत्येक पाठ योजनाका आधारमा शैक्षिक सामग्री विकास गर्ने, प्रधानाध्यापकबाट सबै पाठ योजना प्रमाणित गर्ने, अन्त्यमा साइन गराउने कुरा हो। पाठ योजनाका आधारमा रुटिनबद्ध शिक्षण अभ्यास गर्ने, प्रत्येक पाठ शिक्षणपछि विद्यार्थीको पृष्ठपोषण सङ्कलन गर्ने, परिमार्जित पाठ योजना अन्तिमीकरण गर्ने, अन्य परियोजना कार्यले नसमेटेका विषयवस्तु शिक्षणका लागि मात्र पाठ योजना तयार गर्ने। तपाईँले यो बुझिहाल्नुभयो। गत साल जसरी गर्नुभएको थियो कुरा त्यही हो।
मात्र 10वटा पाठ्ययोजना बनाउने, त्यसैका आधारमा सामग्री प्रयोग गर्ने, सबै प्रबाट प्रमाणित गर्ने, त्यही अनुसार शिक्षण गर्ने र विद्यार्थीको पृष्ठपोषण लिने, पाठ्ययोजनालाई अन्तिम गर्ने। यसमा चाहिँ के भनेको छ भने पाठ्ययोजना बनाएर शिक्षण गर्नुहोस् भनेकै हो। त्यो चाहिँ फाइनल पाठ्ययोजना बनाउनुहोस्, शिक्षण गर्नुहोस् होइन, त्यसलाई सुधार गर्नुहोस्, कुरा यतिमा टुङ्गियो। तर अहिले चाहिँ अब नयाँ सेवा प्रवेश तालिमको हकमा चाहिँ हामीले सञ्चालन गर्यौँ र माविको पनि चलायौँ गत साल। अहिले पनि एउटा अब कोर्साल नियुक्ति हुनुभएका माविका टिचरको पनि चल्छ, म चलाउँछु। यो अलि पछि सायद 15-20 दिनपछि हुन्छ होला, 15-20 दिनपछि होला। अब त्यसमा चाहिँ के गर्नु भन्नु? हजुर 4वटा परियोजना कार्य भन्छ नि हजुरले, त्यसमा चाहिँ अनि एउटामा चाहिँ 10वटा पाठको पाठ्ययोजना बनाउनु पर्यो होइन? यस यस यस। अनि 4वटामा चाहिँ आउँदैछ सर। यो तहको अन्तिमीकरण गर्ने भनेको सुझावहरू त्यो पाठ्ययोजनाको तल फेरि थप्ने भन्ने हो? होइन होइन, त्यो पाठ्ययोजनालाई फाइनल गर्ने भन्ने। फेरि नयाँ पाठ्ययोजना बनाउने छ त्यही न, होइन पाठ्ययोजना बनाउनुहोस्, सुन्नु पाठ्ययोजना बनाउनुहोस्, टिचरलाई देखाउनुहोस् होइन। भए त प्रक्रिया अनुभवी शिक्षक टिचर एनिवे टिचरलाई प्रमाणीकरण त्यो अन्तिममा गर्ने, त्यसका आधारमा शैक्षिक सामग्रीहरू बनाउने, पढाउने, केही न केही अनुभव त आउँछ नि त। त्यो मैले बनाएको पाठ्ययोजना कम्प्लिट भयो या मैले पढाउँदाखेरि थप सुधारको आवश्यकता देखेँ भन्ने कुरो त आफैलाई हेरिन्छ नि त। अनि त्यसका आधारमा चाहिँ पाठ्ययोजना यो चिज थप्न पर्ने रहेछ, यो क्रियाकलाप थप्न पर्ने रहेछ, यो वार्मिङ अप एक्टिभिटिज थप्नु पर्ने रहेछ, यो प्र्याक्टिस गर्ने सेसन बढाउनु पर्ने रहेछ, यो एसेसमेन्ट प्रक्रिया यसरी जानुपर्ने रहेछ, मूल्याङ्कन गर्दाखेरि यो प्रक्रिया गर्नुपर्ने रहेछ भने कम्तीमा त्यो इन्साइट त आफैले क्लास लिएपछि आउँछ नि त। हो यो समग्र प्रक्रिया हेरेर चाहिँ त्यही पाठ्ययोजनालाई फाइनल गर्ने भनेको र यसमा त बुझिहाल्नुभयो। र अब अहिले जुन चाहिँ नि हामीले अहिले नवप्रवेशी शिक्षकहरूलाई तालिमको कुरा गर्यौँ, यो पाठ्ययोजनामा यति बनाएर मात्रै हुँदैन, उहाँहरूलाई चाहिँ नि पाठ्ययोजना अनुभवी शिक्षकलाई देखाउने अनि त्यसरी पढाउने, पढाएपछि त्यो समग्र चाहिँ एउटा रिफ्लेक्सन कस्तो रह्यो त पाठ्ययोजना बनाइयो, अनुभवी शिक्षकलाई देखाइयो, उहाँले दिएको फिडब्याक समेटियो, उहाँले अनि त्यसपछि मैले कक्षामा गएर पढाउँदाखेरि उही पाठ्ययोजना हेरिदिएको शिक्षक आएर मेरो क्लास पनि हेरिदिनु भयो, हेर्दै लाउने भने आयो के क्लास हेर्नुभयो, अनि त्यसपछि क्लासको फिडब्याक दिनुभयो। त्यो फिडब्याकलाई समेटेर अब मैले चाहिँ नि फेरि त्यो पाठ्ययोजना त 10वटा त भइहाले, अनि त्यसपछि आफ्नो एउटा रिपोर्ट पनि लेख्ने भनेर अहिले त्यसरी अलिकति इलाबोरेसन गरेका छ। खास नवप्रवेशी शिक्षक भएको कारणले त्यसरी गराउन खोजेको। तपाईँहरू त अब 1-2 वर्ष 5-7 वर्ष होइन 10 वर्ष भइसकेका सरहरू हुनुहुन्छ, त्यस कारणले अब जे होस् गर्दाखेरि त्यसरी गर्ने पाठ्ययोजना भनेको त्यसले अलि अर्थ राख्छ। तपाईँले अहिले 10वटा पाठ्ययोजना बनाए सकियो कुराकानी यसमा। ल सर यो 5 दिन भन्नाले 5 कार्यघण्टा त होइन रहेछ के अरे होइन? यो अब 10वटा पाठ्ययोजना भएपछि त 10 होइन नि, यस्तो हो तपाईँले अब यो कामलाई त अब लाग्नु पर्यो नि त। शरीरलाई त अब तपाईँले 52 दिन भनेको छ कुनै पाठ्ययोजना बनाउने, एक्सन रिसर्च गर्ने जम्मै कामहरू गर्दा हजुरलाई एकदम लोडै हुन्छ कि हुनलाई चाहिँ। अब पढाउने पनि हो, फेरि अब यो बिदा लिएर म परियोजना कार्य गर्नु छ भनेर अहिले चाहिँ काज अथवा छुट्टी पाइएन, त्यही काम गर्नु पर्यो। त्यस कारणले तपाईँहरू यो मात्रै होइन नि त, प्रोजेक्टको त परियोजना कार्य 1 हो नि त। यहाँ देख्नु भएन प्रोजेक्ट हो, परियोजना कार्य 1 हो क्या सर। यहाँ मैले 1 लेखेर क्या हो। विद्यालयमा 5 दिन भन्नाले त्यो 5 कार्यघण्टा त होइन रहेछ। तपाईँको 5 दिन बराबरको काम तपाईँले यी 4वटा परियोजना कार्यहरू गर्नुभयो अनि तालिम केन्द्रमा ल्याइ पुर्याउनु भयो रिपोर्ट भने त्यो 5 दिन बराबरको कार्यभार, 5 दिन बराबरको काम यसले समेट्यो। गर्दा 10 दिनको तालिम प्लस 5 दिन विद्यालयमा काम गरेर यो 15 दिनको त्यो वेटेज भनेको हो। कामकै सवालमा त त्यो चाहिँ तपाईँले त काम त कति हुने भयो अब हेर्दै कामकै सवालमा यसमा चाहिँ यो 10वटा लेसन प्लान मात्रै बुझाएको छ कि यसलाई एउटा प्रोजेक्ट सकियो। अहिले धेरै बुझ्नु परेन तपाईँले। एउटा प्रोजेक्ट हो भनेको 10वटा लेसन प्लान, ओके, कम्प्लिट लेसन प्लान, फाइनल लेसन प्लान विथ सिग्नेचर होइन। त्यो चाहिँ हुनु पर्यो। त्यो हेड टिचरको
सिग्नेचर सहितको लेसन प्लान हुनु पर्यो, त्यो नै फाइनल लेसन प्लान हो। अब त्यो सिग्नेचर भनेपछि त कम्तीमा चाहिँ नि अब हेर्ने आफूले पनि हेरिन्छ। मैले सही गराउने तपाईँले 2-3 पटक हेर्नुहुन्छ, हेड टिचरले त्यो एउटा बुझिहाल्नु भयो। त्यसलाई अब मैले धेरै व्याख्या गर्नु परेन। अब दोस्रो, यो पनि नयाँ नौलो कुरो केही पनि होइन, यसलाई डुप्लिकेसनै गर भने यो किन अब हरेक वर्ष तपाईँले का समूह भरिराख्नु भएको छ थाहै भएपछि त त्यो तपाईँलाई यो का समूह भर्दा पनि काम लाग्यो, यहाँ रिपोर्ट मलाई यता बुझाउनु पनि काम लाग्यो, गर्दाखेरि यसले 2टा काम गर्यो भनेपछि यसको चाहिँ नि पिएओआर यो एक्सन रिसर्च नै हो। यो ढाँचामा चाहिँ नि रिपोर्ट एक्सन रिसर्चको प्रतिवेदन लेख्नु पर्यो भनेको हो। यो गरेरै लेख्ने हो। अब यसका के गर्ने भन्दा पहिला त शिक्षण सिकाइ प्राधिकरण गर्दा आइपरेका समस्या अथवा मलाई कुन विषयवस्तु बच्चाहरूलाई बुझाउनलाई गाह्रो भएको छ होइन, मलाई इफेक्टिभली डेलिभर गर्न मलाई समस्या भएको चिजहरू नै चाहिँ मेरो समस्या हो नि त। विद्यार्थीले बुझ्न सकेनन् भने त्यो मेरो समस्या भयो कि त्यो त्यसरी फिल गर्नु पर्यो होइन। अब यसरी बुझ्दाखेरि एउटा आयो। अर्को, पहिचान भएका समस्याको आधारमा प्राथमिकीकरण गरेर होइन कार्य सम्पादन सुधारका लागि एउटा कार्यमूलक अनुसन्धान गर्न समस्या छनौट गर्ने। समस्या त अनगिन्ती होइन, थुप्रै छन्। विज्ञान शिक्षणकै समस्याहरू थुप्रै छन्। त्यो मध्येको नि एउटा स्पेसल टपिकमा आधारित रहेर तपाईँले ती समस्यालाई छनौट गर्ने। समस्या जस्तै हुनु पर्यो कि समस्या किन समस्या भयो भन्ने कुरा नि खुला हुनुपर्छ कि कम्तीमा। रिसर्च प्रब्लम त्यसै रिसर्च छाने जस्तै हो नि त्यो भनेको पनि होइन, त्यसको औचित्यता हुनु पर्यो। अर्को, छनौट गरेको समस्यामा केन्द्रित रहेर यो उतापट्टि देखाएको चाहिँ पिएओआर योजना कार्यान्वयन अवलोकन प्रतिबिम्बन भएर 4वटा चरण भन्छ, त्यसलाई पिएओआर चरण भनौँ। त्यो दायाँ फिगरमा देखाएको त्यो चरण अवलम्बन गरेर कार्यमूलक अनुसन्धान गरेर सोको रिपोर्ट तयारी गर्ने भनेको एउटा। अर्को चाहिँ नि प्रोजेक्ट भयो भनेपछि कतिवटा भयो? 2टा पाठयोजना छुटाउनै भएन। एउटा एक्सन रिसर्च तपाईँले गरेकै पनि पोहोर पनि गर्नु भएको छ, अहिले पनि अब गरिराख्नु भएको छ। अब फेरि बुझाउँदा अर्को बुझाउनुहुन्छ तपाईँले चैतमा भनेपछि त्यसैले काम गरिहाल्नु होइन। त्यो बनाउनु भयो भने त्यसले गर्छ। यो चाहिँ 2टा प्रोजेक्ट भए। अब तपाईँले चाहिँ यहाँ छान्ने हो। यहाँ मैले 10वटा राखिदिया छ। अब त्यो 10वटा मध्ये 4वटा छान्ने हो। 2वटा त तपाईँले यिनै गरिहाल्नुहुन्छ, यसमा समस्या भएन। एउटा एक्सन रिसर्च, एउटा चाहिँ अगाडिको लेसन प्लान, 2टा त भइहाले। अब चाहिँ अलिकति विषयवस्तुलाई केन्द्रित गरेर गर्न खोजेको छ यसले है। अब यसको ढाँचा त अब आफैले बनाउन सकिहालिन्छ प्रोजेक्ट भनेपछि। अब यसलाई चाहिँ सर र हेरौँ, जस्तै एकजना सरले यसलाई पढिदिनु त यो अब विषयवस्तुका कुरालाई छोएको छ। विषयवस्तु पनि बायोलोजी यता केमिस्ट्री त्यस्तो सबै यसलाई छुवाएर अलि धेरै चाहिँ अप्सनहरू छन्। यिनै अप्सन मध्ये तपाईँलाई 2टा प्रोजेक्ट हो। अब बाँकी रहेका 6वटा 8वटाबाट छानेर 2टा गर्दैछु भनेपछि अगाडि 9 क्लासको मात्रै हुने भयो। 9 को हैन, 9 को स्टुडेन्टसँग हुने भयो। ठिक छ, त्यो त अब हामी त 9 जनको हो नि, के भयो र 10 को गर्नुपर्छ। ठिक छ, हामी त 8मा मेरो क्लास छ। 8मा तिम्रो धेरै क्लास छ भने पनि 8 गर्न नि पाइयो, केही छैन है। तर चाहिँ तल्लो 7 को 6 को त नगर्नु होला तपाईँहरू माथिको हो। सकेसम्म 9-10 गर्छौँ हामी गर्ने। अब यसले चाहिँ विद्यार्थीमा गति स्थानान्तरण र प्रवेग। अब यो हामीले त्यो समय ग्राफको कुरा हामीले अस्ति हेऱ्यौँ नि, अजु सरले हेराउनु भयो नि त तपाईँहरूलाई, त्यही कुरालाई नै हो। यही कुराको आधारमा यो अवधारणा ग्राफ र गणितीय अभ्यास मार्फत स्पष्ट पार्ने एउटा उद्देश्य यो भयो भने यसलाई यो प्रक्रियालाई समेटेर एउटा रिपोर्ट तयार गर्नुहोस् भनेको हो। यसलाई अरू केही छैन। रिपोर्ट लेख्ने, रिपोर्टका विभिन्न ढाँचा थिमहरू आफै बनाउन सकिहालिन्छ। कन्टेन्ट चाहिँ यो हो। यो रेफरेन्सलाई लिएर गर्नु पर्यो। जस्तै विद्यार्थीलाई तलका अवस्थाका लागि काल्पनिक र निश्चित मान दिएर होइन ग्राफ बनाउन लाउने अरे। जस्तै स्थिर वस्तु, समान गतिमा वस्तु होइन, असमान गतिमा वस्तु, समान प्रवेगमा वस्तु, यो कुराहरूलाई कम्तीमा चाहिँ नि विद्यार्थीहरूलाई त्यो बनाउन लाउने सिकाउने। अनि प्रयोग गर्ने ग्राफ स्थानान्तरण समय ग्राफ, गति समय ग्राफ भनेर 2टा ग्राफ बनाउने अरे त्यसमा चाहिँ। र विद्यार्थीलाई
त्यो भइसकेपछि त्यो हेरेर विद्यार्थीलाई यस्ता समस्यामा केन्द्रित गराउनु। जस्तै वस्तुले 2 सेकेन्डमा 3 मिटर पर सेकेन्ड, अर्को 2 सेकेन्डमा 4 मिटर पर सेकेन्ड, अर्को 4 सेकेन्डमा 3 मिटर पर सेकेन्डको दरले फर्किन्छ भने स्थानान्तरण गति कति हुन्छ हैन। अनि त्यसपछि गति समय ग्राफमा कसरी देखाइन्छ हो। यसरी विद्यार्थीको सर्वोत्तम ग्राफ समाधान छनौट गरेर हैन, एकदम राम्रो भन्दा समाधानको छनौट गरेर विद्यार्थी सिकाइ उपलब्धि र बुझाइको मूल्याङ्कन गर्ने र एउटा रिपोर्ट लेख्ने भनेको छ। यो रिपोर्ट भनेको विद्यार्थीले कसरी सिक्दैछन् र आफ्नो अनुभव पनि कस्तो रह्यो त्यो परियोजना कार्य गर्दा गराउँदा विद्यार्थीले सिक्दा कस्तो भयो भन्ने कुरालाई आधार मानेर रिपोर्ट लेख्ने भन्यो। कन्टेक्स्ट यो भयो। प्रश्न दिएर हामीले दिएर बच्चाहरूले लेख्छ नि, त्यो एन्सर पनि त्यहाँ अट्याच गर्नुपर्ने हो। गरौँ अब बच्चाहरूले लेखेको एन्सर, बच्चाले लेखेको आन्सर लेख्ने यहाँ अट्याच गर्ने भने चाहिँ होइन, आफ्नो अनुभव लेखेर रिपोर्ट चाहिँ बनाउने। अलिकति अनुसूचीको रूपमा राख्ने मन लाग्यो भनेदेखि छोटो छोटो केही चित्रहरू केही स्याम्पलहरू राख्न सक्नुहुने भयो। तर जम्मै चाहिँ बच्चाले गरेका काम राख्नुभयो भने त धेरै ठुलो पो हुने भयो त। सर्वोत्तम ग्राफ भने विद्यार्थीका सर्वोत्तम ग्राफ हो। गुड, सबभन्दा राम्रो, नाइस, त्यो भन्न खोजेको। भनेपछि यसरी एउटा रेफरेन्स राख्नुभयो भने एकदम राम्रो हुन्छ। यसले गर्यो भने यो आफैमा सिकाइ गर्ने हुन अलिकति यही बोझ भयो भन्ने जस्तो लाग्छ, तर यो एकदमै आफैले बानी पर्न पनि यसले काम गर्छ। यो तपाईँहरूले गर्नुभयो। यहाँबाट दुईवटा छान्ने हो के अरे। मैले यहाँ सजिलोको लागि पिपिटी बनाएको हो। यहाँ यो डकुमेन्टै छ क्या सर, यहाँनिर हेर्नु। यो मैले यो चाहिँ यहाँ तल के यहाँ ठिक छ। यो चाहिँ नि करिकुलम छ। यहाँ करिकुलमले 10 वटै तोकेको छ। मैले अलिकति बिहान हिजो अस्ति त्यो अलिकति बनाउन प्रयत्न गरेको थिएँ। केही त कुरा म स्क्रिनसटै हालेको छु त्यहाँ, तपाईँको बुझ्न सजिलो होस् भनेर। अर्को चाहिँ साधारण यन्त्र र गणितीय समस्या समाधान भने आछ प्रोजेक्ट टोकफोमा के भन्नुभयो भने अब यसको उद्देश्य के हो भन्दा साधारण यन्त्रको काम कसरी गर्छ त, अर्को गति अनुपात, गणितीय सिद्धान्त बुझाउन, प्रयोगात्मक सिकाइमा संलग्न गराउने नै हो यसको उद्देश्य, अरू केही होइन। अब यति भएपछि काफी भयो। विद्यार्थीलाई घरमा रहेका सामग्रीहरू पाङ्ग्रा बिँड, घिर्नी, छड्के सतह होइन, पेज फेसो यस्ता प्रयोग गरेर बल, दूरी, तौल स्पष्ट देखिने चित्र चार्ट पेपरमा बनाउन लाउने कि। अब केटाकेटीहरूले राम्रो बनाउँछन् नि त, एउटा चार्ट पेपर आफै गर्न। केही भएन भनेदेखि फोटोकपी पेपर दिनुभयो भने त फोटोकपी पेपर पनि गर्छन्। त्यसले गर्दा नि काम गर्यो होइन, कलर सलर गर्छन् बच्चाहरूले, त्यो समस्या भएन। अब कक्षा 4 समूहमा, कक्षालाई 4 समूहमा विभाजन गर्ने भन्न खोजेको है। यो कक्षा 4 समूह होइन, कक्षामा 4 वटा समूहमा विभाजन गरेर छलफल गराउन सकिन्छ। यी सबैलाई साधारण यन्त्र किन भनिन्छ? अब प्रत्येक यन्त्रको गति अनुपात भेलोसिटी रेसियो कति हुन्छ, सूत्र किन प्रयोग होइन, पेज फेसो किन छड्के सतहका रूपान्तरण, किन छड्के सतह हुनेहरू होइन, त्यो किन यसका रूपान्तरण हुन् भन्ने कुरालाई यसको आन्सर कम्तीमा केटाकेटीले त जानेको हुनु पर्यो कि। यो प्रोजेक्ट टोक गरेपछि यो प्रोजेक्ट टोक भनेको उसलाई पनि काममा लाउने हो नि त। बच्चालाई काममा लगाएर बच्चालाई काम गराउनु नि तपाईँको अहिले प्रोजेक्ट टोक भइरहेछ कि, त्यो पनि हो नि त। त्यस कारणले बच्चाले कसरी काम गर्यो अनि के सिक्यो भनेर तपाईँले समराइज गर्नुभयो, तपाईँले रिपोर्ट लेख्नुभयो भने त्यो चाहिँ के हो, तपाईँको प्रोजेक्ट टोक हो। हामीले रिफ्लेक्सन लेख्नु पर्यो होइन सर? नाइस हो, त्यही हो मात्र। अब त्यहाँ प्रोजेक्ट भनेर आफैले चाहिँ चित्र र चार्ट बनाउन धस्याउने होइन, यो बनाएर गराएको पनि तपाईँको प्रोजेक्ट हो। प्रोजेक्ट भन्ने बित्तिकै अब चित्र बनाउने पनि हो, मोडेल बनाउने पनि हो, विभिन्न कुरा गर्ने हुन्। र उति नभएर पाठ्यक्रम अब एउटा सामग्री विकास गर्ने, रिपोर्ट लेख्ने पनि एउटा प्रोजेक्ट हो, पनि एउटा मेटेरियल डेभलपमेन्ट हो। त्यस कारणले अब उत्कृष्ट चित्र बोर्डमा टाँस्ने, सहभागितामूलक छलफल र सहजीकरण गराउने र अन्त्यमा विद्यार्थीको सिकाइको धारणा, शिक्षकको अनुभव सहित छोटो प्रतिवेदन तयार गर्ने भनेर यो कन्टेक्स्ट साधारण यन्त्र भन्ने कन्टेक्स्ट लिएर त्यसमा चाहिँ बच्चाहरूलाई साधारण यन्त्र किन सजिलो भयो होइन, यो किन यो चिजमा आधारित रहेर एउटा रिपोर्ट लेख्ने हो। रिपोर्टको ढाँचा के हो भन्ने कुरा समस्या भयो भने एउटा केही न केही पछि बनाएर एकरूपता गर्दा तर त्यति समस्या नहोला।
अब जुनसुकै चाहिँ प्रोजेक्ट वर्कमा पनि एउटा कन्टेक्स्ट एउटा शीर्षक हुन्छ केमा गर्न खोजेको, त्यसको उद्देश्य हुन्छ। सरले एउटा दुईटा ढाँचा हालिदिनु भयो भने हामीले त्यसैलाई फलो गर्छौँ। होइन यस्तो छ, त्यसलाई त्यति समय गत साल पनि गरिराख्नु भएको थियो। कुनै निश्चित चाहिँ एउटा ढाँचा ठिक अर्को भन्ने होइन, मुख्य कुरा चाहिँ एउटा शीर्षक आउनु पर्यो, त्यसको अब्जेक्टिभ क्लियर भएको हुनु पर्यो। त्यो अब्जेक्ट किन गर्न खोजेको, त्यो अब्जेक्टिभ शीर्षक अब्जेक्टिभ त्यो हुनु पर्यो। त्यसपछि त्यसको परिचय र पृष्ठभूमि भन्छ अलिकति त्यो पार्टमा केही कुराहरू लेख्नु पर्यो होइन। अनि अब शीर्षक अनुसार चाहिँ नि जुनसुकै प्रतिवेदनका चाहिँ नि अब समस्या कुरा परिचय पृष्ठभूमिमा समस्याका कुरालाई अलिकति खोतल्नुपर्छ नि फेरि है, त्यो खोतल्नुपर्छ। अब जुनसुकै रिपोर्टमा समस्याका कारण प्रभाव भनेर त्यसरी लेख्न जरुरी हुँदैन। जे होस् अब त्यो समस्यालाई इन्डिकेट गरेपछि त्यो समस्या किन भयो त भनेर त्यसलाई अलिकति ऱ्यासनलाइज चाहिँ गर्नुपर्छ, केही बुदाले केही कन्टेक्स्टले ऱ्यासनलाइज गर्ने हो। अनि त्यसपछि त्यो समस्या समाधान गर्न अवलम्बन गरेका प्रक्रियाहरू के मैले के गरेँ, के गर्न लगाएँ भन्ने कुरा त्यो एउटा थिम बनाउने, त्यो भित्र अनि लेख्ने हो होइन। अनि त्यसबाट के कुरा निस्क्यो छलफलमा अथवा चाहिँ त्यसको विश्लेषण, छलफल विश्लेषण, अब डेटा हो भने तथ्याङ्कहरूको कुरा आउने भयो भने यो त थेमेटिक तपाईँहरूले त्यसलाई लेख्ने कुरा हो। त्यसकारण एउटा ढाँचामा त्यो लेखेर फाइनल्ली त्यो के प्राप्ति भयो भन्ने सवाललाई कम्तीमा 4वटा 5वटा आवश्यकता अनुसार 6वटा त्यो थिमहरूमा रहेर केन्द्रित गर्ने हो। मुख्य कुरा शीर्षक, उद्देश्य, त्यसपछि चाहिँ समस्या कोटे हुनु पर्यो, त्यसपछि गरेका कामहरू, त्यसपछि प्राप्ति र निष्कर्ष। कम्तीमा यति भयो भने जुनसुकै प्रोजेक्ट वर्कमा नि मिल्ने कुरा यही नै हो क्या, यही नै हो। अब होला हामीले चाहिँ एक्सन रिसर्च गर्दा अथवा हामीले थेसिस लेख्दाखेरि हामीले त्यहाँ निश्चित अब एउटा एकाडेमिक रिसर्चहरूमा हामीले एउटा निश्चित फर्मेट फलो गर्नै पर्छ। तर जुनसुकै प्रोजेक्ट वर्कमा त्यो खालको 10वटा 12वटा बुँदा अथवा थिम त्यसरी लेख्नुपर्छ भन्ने चाहिँ होइन, त्यो आवश्यकता अनुसार गर्न सकिन्छ है। अब हामीले पनि एक्सन रिसर्चको केसमा अब कसैले 10वटा थिम मैले रिसर्चकै रूपमा चाहिँ लेखिदिन्छु भनेर पनि पाइयो, पाइनु नपाइने होइन। तर चाहिँ स्पेसल्ली यसमा पिएओआर यति चरण फलो गरेर गर न, एउटा मिनी रिसर्च हो भन्छ नि त। त्यस्तै चाहिँ यो शीर्षक हुने, उद्देश्य, त्यसपछि समस्या, त्यो परिचय पृष्ठभूमिको खस्न त्यसैमा चाहिँ लेख्दा हुन्छ। त्यसपछि यसको कारण विश्लेषणका कुरा पनि लेख्न सक्नुहुने हो आवश्यकता अनुसार। अनि तपाईँले गरेका अवलम्बन गरेका होइन अभ्यास गरेका कामहरू, अनि त्यसको चाहिँ नि प्राप्ति होइन, विश्लेषण, प्राप्ति, निष्कर्ष भनेर कम्तीमा ती चिजहरू छुट्नु भएन। अरू कुराहरू तपाईँको विषयवस्तु अनुसार चाहिँ इलाबोरेसन पनि हुनसक्छ। यसलाई अब त्यति धेरै यति तपाईँहरूको यो समूहलाई मैले त्यसरी भन्नु परेन। अब आधारभूत तहका चाहिँ अब सेवा प्रवेश तालिममा यो ढाँचामा लेख्नु है, फेरि चाहिँ उडेर कहिले के लेख्ने कहिले के लेख्ने होला भनेर यो ढाँचा यो थिममा केन्द्रित भएर लेख्नु नि भनेर चाहिँ दिने गरिन्छु। तपाईँलाई यो दिनु जरुरी छैन। अब एकचोटि म भन्छु है, शीर्षक, उद्देश्य, समस्या, गरेका काम, विश्लेषण, प्राप्ति, यही हो सर? हो, प्राप्ति, निष्कर्ष हो। होइन, कम्तीमा ती चिज त आउनु पर्यो। अब अरू चाहिँ विषयवस्तु अनुसार चाहिँ थिमहरू अलिकति बढाउन पनि सकिने भयो, नत्र त्यसलाई पनि काम गर्यो है। सिद्धान्त पनि थप्न सकियो होइन सर? किन नसक्नु ती कुराहरू यदि जरुरी छ भने है। फेरि अब यो फेरि त्यो थ्योरी लाएर त लामो फेरि त्यति धेरै जटिल नगर्ने होला। अब थियोराइज गर्ने भनेको कुरा अलि जटिलै कुरा हो होइन। अब हुन त भइ नै हाल्छ, नहुने होइन। अब रिसर्च लेभलमा तपाईँहरूले गर्न सक्नुहुने भयो। सबै सरल यन्त्रको गर्नु पर्यो सर यो सबैको होइन? के हो पाङ्ग्रा बिँड छड्के सतह यो सबै सरल यन्त्रहरू राख्नु भएको छ नि हजुरले? पाङ्ग्रा र बिँड, घिर्नी, छड्के सतह, पेज र फेसु छ नि, सबैको गर्नु पर्यो होइन सर? के हो विद्यार्थीलाई गर्न लगाउने, जम्मैलाई बनाउने, बच्चाहरूलाई गर्न लाउने हो। त्यसलाई चाहिँ चार्ट पेपरमा टाँस्ने हो, बनाउन उनीहरूलाई बनाएको कुरा टाँसेर लिएर आऊ भनेर लाउने हो कि बच्चाहरूले यस्तो चिज बनाए होइन भन्ने। हामीले फोटो खिचेर बरु हाल्न सकिन्छ। हाम्रो गुड हो, हामीले उनले बनाएका कामको फोटो स्निपिङ चट्ट गरेर चाहिँ राखियो भने त्यो बेस्ट भयो होइन। त्यो एउटा प्रमाण पनि काम गर्यो त्यसले है। त्यो ल भनेपछि त्यो अर्को भयो। अर्को चाहिँ नि यो हिजो छलफल गरे विषयवस्तु मैले यहाँ लेख्न भन्दा कपी गरेर राख्न सजिलो भएर मैले फोटो खिचेर राखेँ। ठीक छ सर। परमाणु संरचनाको मोडेल तयारी भनेको छ। उद्देश्य चाहिँ मैले लेखेँ, जस्तै उद्देश्य चाहिँ त्यहाँ थिएन,
विद्यार्थीलाई परमाणुको संरचना, कणको संख्या, भागहरू जस्तै न्युक्लियस, अर्बिट बुझाउन सृजनात्मक र सहभागितामूलक क्रियाकलापमा संलग्न गराउनु है उद्देश्य। त्यो अलि लेखाइ पनि अलि मिल्नुपर्छ, गराउनु भन्छ। यसो त्यो एउटा उद्देश्य भयो भने त्यसमा कम्तीमा चाहिँ अब स्थानीय सामग्री प्रयोग गरेर कुनै तत्त्वको परमाणुको मोडेल बनाउन लगाउने जसमा स्पष्ट देखियोस् कि पारमाणविक संख्या र भार, इलेक्ट्रोन, प्रोटोन, न्युट्रनको संख्या देखियोस्, परमाणुका दुईटा भागहरू न्युक्लियस र अर्बिट हैन, यो कुरा भयो। समूहगत रूपमा कार्य गराउनु, आवश्यक सामग्री शिक्षकबाट वितरण पनि गर्ने, मोडेल बनाउन अघि विद्यार्थीको सहभागितामा मूल्याङ्कन रुब्रिक्स पनि बनाउने। अब आधारहरू जस्तै अब आकार कस्तो बनायो, जडान कस्तो गर्यो, अवधारणाको कन्सेप्टको क्ल्यारिटी कस्तो गरेका छ, समूहको सहभागिता कस्तो रह्यो, यस्ता कुराहरूलाई एउटा सन्दर्भमा राखेर यिनलाई आधार मान्दै तयार मोडेललाई रुब्रिक्सको आधारमा मूल्याङ्कन गर्ने र अन्त्यमा सिकाइ अनुभव विद्यार्थीको बुझाइलाई समेटी प्रतिवेदन तयार गर्ने, शिक्षाको नमुना विद्यार्थीको मोडेलका चित्रहरू समेत यदि सम्भव भएसम्म अनुसूचीमा समावेश गर्ने भनेर चाहिँ नि सम्भव भएसम्म है, जरुरी सबैको नहुन सक्छ, सकियो भने एउटा दुईटा चित्रहरू फोटो राख्नुभयो भने त त्यो उत्कृष्टै भइहाल्यो। अनि अर्को कुरा यो ट्याक्कै यो चाहिँ नि बुँदै यहीँ राखेर त यो मैले लेख्न झन्झट लाएर च्याट्ट फोटो खिचेरै हाले है। यहाँको चाहिँ मैले यहाँ छ रिपोर्ट, त्यति भनेपछि आफै बुझ्न सकिहाल्नुहुन्छ। यो मैले यसलाई समराइज गरिन, अगाडिको छोटो छोटो बनाएको हुँ। यो चाहिँ यहाँ जस्तै यहाँ अल्ट्रासोनोग्राफी, एक्सरे फोटोग्राफीको अध्ययन भनेर चाहिँ एउटा, यसमा चाहिँ अब नजिकैको अस्पताल, स्वास्थ्य चौकी, मेडिकल सेन्टर भ्रमण गराउने अरे सम्भव छ भने है। अब स्वास्थ्य चौकी लान सकिन्छ गाउँतिर। अब भ्रमणका क्रममा यदि यो विषय छान्नुभयो भने है, छान्नुभयो रोजाइमा पर्यो भने त्यसरी लान सकिन्छ भन्ने हो यो प्रक्रिया। नत्र तपाईँहरू 4वटा प्रोजेक्ट हो कि अब कति जुनसुकै तपाईँको आवश्यकता अनुसार जुन गर्नुहोस्। चाहिँ नि अल्ट्रासाउन्ड र एक्सरे हुँदैन, बरु त्यहाँ यो के भन्छ ब्लड टेस्टिङ गरेको, त्यो ब्लड ग्रुपिङ गराएको भन्ने रिपोर्ट बनाउँदा हुन्छ यसको। अब त्यो पनि यसले अर्थ आयो भने बनाउनु होला। अब यहाँ त्यसको अर्थ अप्सन छ नि त, 10वटामा त्यस्तो छ। हामीले अगाडिको फर्स्ट दुईटा गर्ने पऱ्यो जितेन सर, अनि बाँकी तपाईँको 8वटाबाट हामीले 3टा गर्ने हो। दुईटा अब होइन, अब त्यो एक्सन रिसर्चलाई तपाईँहरूसँग सजिलो होस् भनेर हो। अब त्यसका सट्टा अगाडिको एउटा पाठ योजना गर्नु नै हुन्छ, त्यो बाहेक अरू छान्न नि पाइन्छ। जे गर्छ यो एक्टिभिटी चाहिँ कतिवटा, 2टा कि 4वटा एक्टिभिटी भनेको जम्मै प्रोजेक्टको हुने हो सर। अब हामीले गर्ने प्लान र त्यो 2टा भयो, 2टा हो कि एक्सन रिसर्च एउटा प्रोजेक्ट भयो, एक्सन रिसर्च पनि प्रोजेक्ट हो नि फेरि। साथीहरूले भन्नुहुन्छ अब छोटो छोटो बुझाइ हुँदाखेरि एउटा कार्यमूलक अनुसन्धान गरे, अर्को प्रोजेक्ट गरे भन्नुहुन्छ कि। अब त्यो भन्नु परेन, त्यो आफैमा प्रोजेक्ट पनि हो क्या एक्सन रिसर्च चाहिँ। पाठ योजना पनि प्रोजेक्ट तपाईँले काम गर्नुहुन्छ। प्रोजेक्ट भन्ने बित्तिकै एउटा अलिकति ह्यान्ड्स अन एक्टिभिटिजहरू आउँछ नै त्यसमा, गरेर सिक्ने क्रियाकलाप आउँछ त्यसमा, अनि आफैले देख्ने गर्ने कुरा आइहाल्ने गयो ह्यान्ड्स अन समस्या पहिचान गर्ने एउटा सिलसिला हुन्छ कि कम्तीमा। त्यो एउटा व्यवस्थित खालको अध्ययन हो। यो 6 नम्बरको चाहिँ अलिक गाउँको स्वास्थ्य चौकीतिर सम्भव नहुने ब्लक विद्याभ्यास है। अनि भनेपछि यसरी स्वास्थ्य भ्रमण गराउने। अब यो गाउँमा चाहिँ सम्भव हुँदैन, ठिक छ, तपाईँले यो भयो भने त्यसलाई गर्नु परेन। तपाईँले भिडियोहरू देखाउन त सक्नुहुने भयो आफ्नो उद्देश्य पुरा हुन, अरू चाहिँ कुरा त्यस्तै होला। ल भनेपछि यसको प्रक्रिया, अब भ्रमणका क्रममा विद्यार्थीलाई अल्ट्रासोनोग्राफी, एक्सरे फोटोग्राफी गरेको हेर्ने, त्यसको कार्य प्रक्रिया के रहेछ, सकारात्मक नकारात्मक पक्ष, यो सबै कुरा रहेछ हेर्नु त। एक्सरे फोटोग्राफी गराउने बिरामीका प्रकार, दस्तुर, एक्सरेको उपयोग, अल्ट्रासोनोग्राफी एक्सरे विधिले स्थानीय स्तरमा पारेको प्रभाव आदि बारे डाक्टरलाई प्रश्न सोध्ने अरे। ल
अनि अल्ट्रासोनोग्राफ कुन डाक्टरले कहाँ समय दिने होला, बरु गाउँका डाक्टरले दिने होला न बजारमा कसले दिन्छ समय, होइन? त्यही त अब अल्ट्रासोनोग्राफी एक्सरे गर्न आएका केही बिरामीलाई अन्तर्क्रिया गर्न र प्राप्त सूचना रिपोर्ट गर्न लाउने भनेको छ। अब यो चाहिँ आफूले गर्न मिल्छ भन्नु पर्यो, सम्भव भयो भन्ने कुरा हो। त्यसका आधारमा अल्ट्रासोनोग्राफी एक्सरे फोटोग्राफीको बारेमा भएको सिकाइलाई समेटेर तयार एउटा प्रतिवेदन बच्चालाई तयार गर्न लाउने र कक्षामा प्रस्तुत गर्न लाउने। हेर्नु न यहाँ अब बच्चालाई नै गर्न लगाएर रिपोर्ट लेख्न लाउनु भएको छ, प्रस्तुत गर्न लाउनु भएको छ, त्यसको पो अनुभवहरूले समेटेर रिपोर्ट लेख्दै हुनुहुन्छ त। यसरी सिकाइ सहजीकरण गराउँदा विद्यार्थीमा भएको सिकाइ स्वयं आफ्नो अनुभवलाई समेटेर पनि रिपोर्ट लेख्ने। अब यो प्रतिवेदन समूहमा विद्यार्थीले प्रस्तुत गरेका प्रतिवेदनलाई अनुसूची अहिलेसम्म आएका जति पनि परियोजना छ त्यो हामीले पढाइसकेको परेछ। अब विद्यार्थीलाई फेरि गराउँदाखेरि त दोहोऱ्याएरै गर्नुपर्ने पो भयो। कस्तो के भयो त नि, झन् फेरि गर्छन् नि त, रिभिजन झन् राम्रो भयो त। उनीहरूले अब कन्सेप्ट पनि बुझे, त्यसलाई प्र्याक्टिकल कन्सेप्ट बुझे भने यसमा गर न भन्यो भने उनीहरूलाई धेरै लोड गर्नु परेन, मजाले झन् धेरै चाहिँ एउटा विस्तृतीकरण हुने भयो। अब ठिक छ, त्यो गर्नु होला। अब यो कुरा यसलाई स्किप गरेँ। अब यो अर्को बिउ छनौटको विधि अध्ययन भनेको छ, यो चाहिँ नि यो उसमा यो अर्को चिज पर्यो यतातिर। हेर्नुहोस् त यो यसको क्षेत्र विद्यार्थीलाई परम्परागत रूपमा प्रचलित उन्नत बिउ छनौटका विधि सम्बन्धी खोजी गर्न लाउने। हेर्नुहोस् यो केसँग पर्यो, विज्ञानको कुन क्षेत्र पर्यो? जीव विज्ञान सर। अब यो खोजी गर्न लाउने, अब यो चाहिँ अलिकति के छ, यो पनि राम्रो कुरा छ। यो यसका लागि सम्भव भएमा नजिकको गाउँमा गएर कृषकसँग अन्तर्वार्ता, यो त सम्भव छ होइन, जहाँसुकै सम्भव छ। अन्तर्वार्ताको क्रममा कृषकलाई आफ्नो बारीमा भएका अन्न बाली फलफुलको बिउ छनौट कसरी गरिन्छ है, किन त्यसरी गरिन्छ, विगतमा कसरी गरिन्थ्यो होइन, अब कुन सिजनमा के होइन, माटो, अब यी विभिन्न कुरा आउँछन्, यो सोध्न सकिने कुरा बताउने। यदि कृषकसँग भेट गर्न सम्भव भएन भने शिक्षकका आफ्ना अभिभावक र अग्रजहरूसँग सिनियर सेन्पाईहरूसँग चाहिँ सोधखोज गर्न लगाउने र चाहिँ इन्टरनेट पुस्तकालयमा समेत सन्दर्भ सामग्रीको अध्ययन गर्न लगाउने र प्रतिवेदन तयार गरी कक्षामा प्रस्तुत गर्ने भनेको छ। यो कुरा रहेछ। अब प्रस्तुतिकरण गर्दा उन्नत बिउ छनौट सम्बन्धी जानकारी प्रदान गर्ने, बिउ बिजनको उन्नत छनौट अरे क्या यो चाहिँ। अर्को यस कार्यबाट विद्यार्थीमा भएको सिकाइलाई समेटेर प्रतिवेदन लेख्ने भन्ने छ। अब उक्त प्रतिवेदनको अनुसूचीमा विद्यार्थी समूहको रिपोर्ट समेत भयो भने त्यो चाहिँ समावेश गर्नुभयो भने त्यसले मजाले गरेकै रहेछन् भन्ने कुरा हुन्छ। कम्तीमा एउटा फोटो एउटा चाहिँ तपाईँले मोबाइलले खिचेर राख्नुभयो भने पछि प्रिन्ट निकाल्दा एउटा त्यहाँ हुन्छ, ब्ल्याक एन्ड व्हाइट निकाल्दा नि हुन्छ, त्यो खर्च गर्नु पर्दैन, कलर त्यो गर्दा भइहाल्छ। ल अर्को प्रतिवेदन कार्यमा बिउ छनौट भनेको छ, यसलाई जनावरसँग अर्को आएछ सर, भएछ ए भन्नु त। जनावरको पनि कुरो गर्न सोधेको थिएँ मैले, तर अर्कोमा देख्छु यहाँ छ होला। हेर्नु त यो बिउ नै भयो। अर्को चाहिँ कृत्रिम गर्भाधानको अध्ययन भनेको छ, यो पनि त्यसै यो भिट्रो फर्टिलाइजेसन र आर्टिफिसियल इन्सेमिनेसन भनेको छ। यसको लागि खोजी कार्यको लागि विद्यार्थीलाई गाउँघरमा उन्नत जातका पशु गाई भैँसी बाख्रा भेडा चौरी सुँगुर यो पालेको भए आफूले देखे जानेको भरमा आफ्नो अभिभावकसँग सोधेर पशुमा कृत्रिम गर्भाधान कसरी र किन गरिन्छ यो भनिन्छ। अब यो चिज गाउँतिर अब गाईहरूमा अब गरेको देखिन्छ, जर्सी गाईहरूमा चाहिँ है अब सबै ठाउँमा केटाकेटीले नदेखेका नि हुन सक्छन् के यस्तो कुरा। होइन बुझ्छन् त्यो चाहिँ आइभीएफको चाहिँ अलिक समस्या देखिने भयो फेरि। यहाँ एआई चाहिँ गराउन सकिन्छ सर गाउँतिर होइन, आइभीएफलाई चाहिँ फेरि अब त्यो त एउटा गर्दा भयो। ल अर्को सम्भव भए नजिकको पशु कोषको समेत भ्रमण गरेर कृषकसँग अन्तर्क्रिया गर्ने होइन, र पशु अनुसन्धान केन्द्रको भ्रमण गरेर वा पशु अनुसन्धान केन्द्रको भ्रमण गरेर पशु विज्ञसँग अन्तर्क्रिया गर्ने भनेको छ। किसान नै चाहिँ अब त्यसको विज्ञ भइहाल्छन्।
अब यो दुईटा गर्ने डाक्टर प्रसुति सम्बन्धी डाक्टरलाई भेटेर यो किन गरिन्छ, कसरी गरिन्छ, यसका राम्रा नराम्रा पक्षहरू खोजी गर्ने भनेर भनिहाल्छ। त्यो अवसर मिलाइदिने भनेको हो कि यो चाहिँ बच्चाहरूलाई। अब माथिको कुनै भ्रमण अन्तर्क्रिया सम्भव भएन भने नभएमा इन्टरनेटमा खोजी गर्न वा पुस्तकालयमा भएका सामग्रीको प्रयोग गर्न लगाई संलग्न जानकारीलाई समेति रिपोर्ट लेख्न लगाउने र कक्षामा प्रस्तुत गर्न लगाउने। यो बच्चालाई गर्न लगाउनु हुने भयो के। अनि उनले कसरी गरे, के सिके, होइन, उनको सहभागिता अनि उनको सिकाइलाई नै हेरेर आफूले रिपोर्ट लेख्नु पर्यो। अब अनि त्यसपछि यस कार्यबाट विद्यार्थीको भएको सिकाइलाई समेति रिपोर्ट लेख्ने तयार गर्ने र प्रतिवेदनको अनुसूचीमा अब त्यो बच्चाले गरेका कामको समूह कार्यको अब त्यो चाहिँ गर्ने समेट्ने भनेको छ। यो अर्को भयो। अब यहाँ चाहिँ अस्ति छलफल गरेको सुवेदी सरले दान सरले छलफल गर्नुभयो हृदयघातको कुरा चाहिँ रहेछ। हृदयघात सम्बन्धित जानकारी सङ्कलन र प्रस्तुतिकरण भनेको छ। यो चाहिँ अब मान्छेले देखेका भोगेका यस्ता छन् बच्चाहरूले चाहिँ यो सम्बन्धी कुराहरू अब खोजी गर्नको लागि सम्भव भएसम्म विद्यार्थीलाई हृदयघात भएर निको भएको व्यक्तिहरू चिनजान भएको भए उनीहरूसँग भेटेर हृदयघात कहिले भयो, यो हृदयघात हुनका लक्षण के देखिँदा रहेछन् यो हुनुभन्दा पहिला अथवा भएपछि कस्तो अनुभव भयो भनेर त्यही बिरामी हुँदाको बखत भनौँ अस्पताल कसरी लग्यो थाहा पायो कि पाएन, अस्पताल लगेर थाहा पायो कि बिचैमा डाक्टरले के जाँचे, होइन, के पत्ता लगाए, किन हृदयघात भएको रहेछ, कसरी उपचार गरे निको हुने रहेछ र कति समय लाग्यो, होइन, उपचारपछि के खानुपर्छ, के खान हुन्न, के गर्नुपर्छ भन्ने कुराको एउटा केस तयार गर्ने भने रहेछ एउटा। अनि नजिकै ठुलो अस्पताल भए डाक्टरलाई समेत भेटेर हृदयघात सम्बन्धी अन्तर्वार्ता लिने र उक्त घटना विवरण अन्तर्वार्ताको आधारमा हृदयघातको परिचय, कारण, विधि, रोकथामका कुरा प्रस्तुत गर्ने भनेको छ। डाक्टरै भएन भने माथिको केस हेरेर कम्तीमा टिचर तपाईँले चाहिँ नि कुनै तरिकाले सहजीकरण गरिदिन सकिहाल्नु नि भयो केटाकेटीहरूलाई। र प्रस्तुतिकरण गर्दा जानकारी आवश्यक भए आफ्नो अनुभव पनि बताउने। यस क्रियाकलापबाट विद्यार्थीमा परिचय, कारण, रोकथामका उपाय, होइन, अब हृदयघात भइहाल्यो भने तुरुन्त के गर्ने भनेर जस्तै अस्ति यही गर्दा गर्दै तपाईँले देख्नु भएन 10 दिनै भएको छैन। अस्ति चाहिँ नै एउटा गौतम सरको चाहिँ नै जिफन्डको चाहिँ नै त्यो गौतम सरको त बोल्दा बोल्दै त्यो सर्ने पक्षमा बोल्दा बोल्दै अब त्यो अचानक अब त्यो बिरामी भएर बोल्न गएको मान्छे होइन उहाँ, होइन, अब त्यो चाहिँ बिरामी हुँदा हुँदै त्यो अचानक के भयो, अब त्यो भिडमा यस्तो हुँदो रहेछ भनेपछि मान्छेको चला, होइन, त्यो जिन्दगी के रहेछ यस्ता कुराहरू भए। अब यो क्रियाकलापबाट विद्यार्थीमा हृदयघातको परिचय, कारण, रोकथामका उपाय, उपचार विधि त्यही रहेछ। अब त्यहाँ चाहिँ एउटा डक्टरले हालेको भिडियो यसो पछि राख्नु भएको थियो एकजना डक्टरले, तुरुन्त चाहिँ यस्ता चिजहरू गर्न पाएको भए उहाँलाई निको पनि हुन्थ्यो। त्यो गराएनन्, झन् भिडले चाहिँ नि वा र ऊ गरेर चाहिँ नि झन् बोकेर झ्याइकुटी पार्दै दगुराए। त्यो यसो कम्तीमा कपडा खोलेर सिधा बनाएर, होइन, त्यसलाई यो पाखुरालाई चाहिँ नि तल तन्काएर अनि त्यसपछि चाहिँ नि यो छाती यो दुईटाका बिचमा चाहिँ नि यो करङ अन्त्य हुने करङ र त्यो उसको बिचमा पेटभन्दा अलि माथि करङभन्दा मुनतिरपट्टि चाहिँ मजाले चाहिँ नि दुडा हातले चाहिँ लाएर मजाले लपेटेर चाहिँ नि थिच्ने, भक्क फुल्न दिने गरेर कम्तीमा 100 चोटि भन्दा माथि त्यो गरेपछि चाहिँ कपडा सपडा खोलेर त्यो गर्दाखेरि चाहिँ हुन्छ भन्ने खालको अब छ। अब कतिको अनुभव गर्नुभएको छ यहाँहरूले। अब म त्यसरी देखेको सुनेको चाहिँ हेरियो, त्यसरी ठ्याक्क परेको चाहिँ छैन। त्यसरी चाहिँ लाइफ सेभिङ विषयवस्तुहरू हाम्रो करिकुलममा समेट्नै सकेन क्या सर, त्यही चाहिँ है। अब हो नि त, तपाईँको चाहिँ नि भर्खर चाहिँ देखिन्न यो युट्युबमा, अब यही अहिले त सामाजिक सञ्जालमा यही डक्टरले गरेका त्यो भर्खर जन्मिया बच्चा पनि सास फेर्दैन, त्यो त नर्मलै कुरा रहेछ त, सास फेर्दैन, त्यसलाई झकुल्याएर त्यसलाई कति गरेर त्यो डक्टरको त्यो मेहनत हेर्नुहोस् त, त्यो उसलाई चाहिँ 5-10 मिनट 15 मिनटसम्म उसलाई चाहिँ त्यो सासभित्र आउनलाई त्यो माया मानेरै हुँदो रहेछ भनेपछि अब त्यो चाहिँ डक्टरले नै जान्ने कुरा हो। त्यो आफूलाई अरूलाई पो माया लाग्छ त भनौँ न, त्यो मायाको कुरै फरक हो त्यो चाहिँ। त्यसकारण चाहिँ त्यो गर्नै पर्दैन रहेछ। त्यो लाइफ सेभिङ एक्टिभिटिजहरू
त्यो डक्टरको उपाय नै त्यही रहेछ त। तपाईँ चाहिँ अगर हार्ट एट्याक भएको बिरामी भित्र एकै अकस्मात हस्पिटल लैहाल्नु भयो भने हतार उसले इन्जेक्सन लगाइदिने हो र उसले पनि त चाहिँ नाडी छाम्ने चाहिँ त्यसपछिका त्यो यही हामीले अहिले भनेका एक्टिभिटिज नै गर्ने त रहेछ त डक्टरले नि। अनि पो बल्ल चाहिँ नि मर्ने भए त मरिसक्यो त, नभए मर्ने दुःख भन्दा के गर्नु होइन के भाँचिदिनु पर्यो होइन, भाँचियो भने त्यो करङ भाँचियो फेरि जोड्ने नि, अनि के हुन्छ होइन। मरिसक्यो भने त के लाग्यो होइन, मरेछ भने मरिहाल्यो त्यसरी नि मरिहाल्यो। अनि यस्ता एक्टिभिटिजहरू चाहिँ गर्ने रहेछ। यो पहिला स्वास्थ्य हेल्थहरू बच्चाहरूलाई चाहिँ गराएको पनि हुन्थ्यो, हुनलाई त्यति बेला राम्रै थियो क्या केही कुराहरू। अहिले चाहिँ अभ्यास कतिको छ अब तपाईँहरूले अनुभव गर्नुभयो होला। अड्किने समस्यामा पनि बच्चाहरूलाई अड्किने ठुलालाई अस्ति हाम्रो यो गाउँमा चाहिँ एकजना त्यो मासु खाएर हड्डी अड्के त्यहीँ डेथ भयो क्या एकैछिन। म चाहिँ थिइनँ क्या सर है। त्यो चोकिङको पनि ट्रेनिङ भयो अर्थात् सबैलाई कम्पलसरी गरेर भयो त यो ट्रेनिङहरू बच्न सक्थ्यो नि त होइन। ट्रेनिङमा मात्रै हुन्छ के को नि कुखुराकै खसीको त्यो सर राँगाकै अरे हुन त्यो मान्छे सर होइन यस्तो भयो कि त्यो अड्केर सासेर यति कुद्यो अरे क्या त्यहाँ अब छोडिनु बिचरा। त्यो त फेरि त्यसको त हड्डी खाँदैनन् भन्छन् नि त होइन र। अब त्यो फेरि राँगाको हड्डी पनि चलाउने नभइसकेर त फेरि अब त्यो टुक्रा टुक्रा बनाएर होला नि हो त्यो पनि होला। अब अर्को कुरा चाहिँ त्यो साना टुक्रा काटेर त्यो मासुभित्र ती टुक्रा परेको नि हुनसक्छ। अब खसीकै अथवा अन्य चिजकै पनि तपाईँले काट्नुभयो भने त्यो काटाइको नि छाँट चाहियो नि, त्यसलाई एकचोटि चट्टा हान्ने हो, लाग्ने हतियारले हान्ने हो। अब त्यो चाहिँ थिलो पार्यो हड्डी काट्यो भन्दा त्यो चाहिँ हड्डी नै गएर मासुमा मिसिन्छ, त्यही चाहिँ पाक्छ अनि त्यो भातमा मुछ्छ, त्यो चाहिँ एकदमै साना टुक्रै जान्छन् त। अनि त्यो भात खाँदाखेरि त्यसो भएर त्यो अर्कै चिज छ क्या। अब त्यो संयोग हो। पद्म शमशेर पनि माछा काँडा अड्केर मरेका हुँदो रहेछ लेखा भन्नु पर्छ सर। अब त्यस्तो हुन्छ। अब कहिलेकाहीँ मान्छे पानी नै अड्केर डेथ हुन्छ के भन्छ। माछाको त कति हुन्छ माछाको पनि त्यही हो। अब माछा खाइरहने पानी होइन, अब जाडो लासी धेरै जान्छन्। त्यो अब अलिकति त्यसलाई लाइफ सेभिङ त्यो फुको भात भनेको त्यो नमुछेको साह्रो भात खाने हो भने सानसाना काँडा घाँटिएर जाँदो रहेछ। मैले एउटा चाहिँ अवलम्बन गरिरहेको छु है त्यो चाहिँ बुझ्नुभयो नि। त्यो नमुछेको भात छुट्टै राख्ने क्या एउटा कचौरा, अलिकति साह्रो भयो भने त्यही फुको भात खाइदिने क्या त्यो। फुको भात चाहिँ राख्नु पर्ने भयो साइडमा। त्यो चाहिँ फुको भात त धेरै राम्रो रहेछ नि सर। त्यो अरू के भन्नुभयो जितेन सरले? चिउरा सर चिउरा तपाईँ आउँदैछ सर नचपाइकन निल्नु रे क्या चिउरा चाहिँ। ए त्यही हो त्यो फुको भात चिउरा त्यो नचपाइ त निल्नै सक्दैन। केरा पनि भन्छन् सर भन्न चाहिँ अब के हो गुराँस हुन्छ अरे सर। गुराँस पनि हुन्छ नि सर। के हो गुराँस त भन्न लाए पनि हुन्छ अरे सर। गुराँस भन्यो भने जान्छ झर्छ तलै भन्दा रहेछन्। अब होला बढी आ हुन्छ तानी त्यो भेक्रो तानिन्छ होला होइन, त्यस्तै के हो छ होला। अब सर एकजना मान्छे भटमास चपाउँदा चपाउँदै एकजना गएर त्यत्तिकै गएर घाँटीमा अड्केर मरे भटमासको हजुर। गएको केसहरू हो सर सबै हो। भोजन नलीमा जानुपर्ने बास नलीमा गयो त्यो उसले काम गरेर जाँदैन रे गएपछि अब त्यही बढी कम्तीमा 32 चोटि चपाएर खाने भन्ने हाम्रो आयुर्वेदिकमा रहेछ क्या सर एक गानलाई। हो नि 32 चोटि चबाउने। अब अनि त्यसलाई फेरि यसो भन्दो रहेछ नि त त्यो जल्दी अब बेसरी चबाएर खाने मान्छेलाई पाचन पनि राम्रो हुने भयो, मोटो पनि हुँदैन अरे। अब सलसली चाहिँ आएको झ्यापझुप मिल्दाखेरि अलिक मोटोपना नि बढी हुने भन्दो रहेछ होइन। पानी हो फेरि टाइम बढी लगाएर खाए त्यति राम्रो नि त। त्यो त हो नि अड्किनबाट जोगाएको पनि हो, डाइजेसनमा हेल्प हुने भयो। त्यो हुने भयो। अर्को कुरा चाहिँ पानीको प्रयोग गर्ने। अब कसैले पानी खान्छन् कसैले खाँदैन। अब पानी नखानु राम्रो भन्छ है अब भन्नलाई डक्टरले नि अब प्रायः त्यही भन्छन् क्या हो होइन। डाइजेसनमा समस्या हुन्छ, इन्जाइम पातलो हुन्छ पनि हो। अब हामीले खाना खाएपछि त त्यो पचाउन त त्यहाँ त्यो
भित्र त इन्जिन त बल्यो नि त, पुरै बल्छ नि त। त्यो पाचन प्रक्रिया आमाशयमा पुग्ने बेलासम्म घाँटीबाट तल झर्ने बित्तिकै सुरुवात हुने पोखरी। त्यो पाचन प्रक्रियामा त तातो बना त हो नि त्यो भनेको। अनि पानी परेपछि इन्जिन नि हो, अनि त्यहाँ कसरी पच्ने, अब कुरो ठिकै हो नि त त्यो पनि होइन। आधी घन्टा अगाडि अथवा पछाडि खानु, एक घन्टै भन्नु र त त्यो आधी घन्टा त एटलिस्ट चाहिँ गर्दै भन्नु रहेछ। अब त्यो पनि अब होला फेरि बानी हो, फेरि ल ठिक छ सर। यसैमा यो दोस्रो पोइन्टमा हेरौँ सर, फेरि यो अब नजिकै ठुलो अस्पताल भनेको छ, स्वास्थ्य चौकीको प्रमुखलाई भेटेर गर्दा पनि होला नि, के होला? हुन्छ सर, हुन्छ। भइगयो नि, त्यो पनि भएन भने तपाईँहरूले आफै पनि केही भएन भने एउटा भिडियो देखाएर, डक्टरको इन्टरभ्यूको भिडियो देखाएर अनि त्यहाँबाट चाहिँ टिप्न ल ल ल ल ठिक छ। अब यो अर्को कुरा रहेछ, यो यस्तो रहेछ, यहाँ छुट्याएर चाहिँ एउटा त्यो हेर्नु होला जरुरी, त्यो उसँग हो इलेक्ट्रिसिटी र म्याग्नेटिजम यो अवरोधकको श्रेणीक्रम। मैले यहाँ त्यो राखिन, त्यो चित्र बनाएको छ। जरुरी भयो भने तपाईँलाई म त्यहाँ गरेर फोटो खिचेर त्यहाँ पठाइदिनुला ग्रुपमा। अब त्यो हेर्नु न, यसले के भनेको भने अवरोधकको श्रेणीक्रम समानान्तर जडानले परिपथमा बहने करेन्ट, कुल भोल्टेज, कुल विद्युत अवरोधमा पर्ने असरबारे स्पष्ट हुने गरी छुट्टा एउटा चार्ट तयार गर्ने। सो चार्टको मद्दतले विद्यार्थीलाई शिक्षण गर्ने तयारीको क्रम उल्लेख गर्दै निम्नलिखित विद्युत अवरोध बारे समीकरण प्रमाणित गर्न सिकाउने। R=R1+R2+R3 भनौँ। अवरोधकको समानान्तर जडानमा 1/R=1/R1 1/R2 यो त्यसरी त्यो गराएर चित्र बनाएको रहेछ। त्यो क्रियाकलाप हेरेर पनि रिपोर्ट लेख्ने भन्छ। अब त्यति नै गर्ने होला। ल मैले यसरी नै रहेछ, यसरी मैले अरू केही छ भने भन्नुहोस् न त। सकेँ। आज एटेन्डेन्स त भएन है सर? एटेन्डेन्स गर्नु भएन? कतिवटा गर्नुपर्ने? के चाहिँ 7वटा शीर्षकमा भएको रिपोर्ट मध्येमा कतिवटा गर्नुपर्ने छ? दुईटा। अब दुईटा टोटल हामी 4वटा गर्नु पर्यो। टोटल 4वटा गर्नु पर्यो। रेजिस्टेन्स होला पनि गर्दा त हुन्छ नि होइन सर? हुन्छ किन नहुनु। हजुरलाई एउटा रिक्वेस्ट गर्नु पर्यो। भन्नु त के हो? यहाँ ब्याकअप छैन, बत्ती पनि गयो। हजुर एक्जाम चाहिँ अलिक छिटो स्टार्ट गर्न पाए हुन्थ्यो सर। मेरो त 50% भइसक्यो। चार्ज भ्याइएला कि नभ्याइएला डर लाग्न थाल्यो। ल भ्याइन्छ फेरि आउला किन गरेको। ल नभए त्यसलाई चाहिँ लेखेर कुनै तरिकाले पनि गरौँला नि है। ल अब हाजिरी आएको छ। ल यसमा अब केही छैन होला, यति छलफल अलिअलि भयो। 11:49 फिजिक्स र केमिस्ट्री पोर्सन त्यति धेरै समेटेन। कसो अरे 10 को चाहिँ केमिस्ट्री पोर्सन यो त प्रतिनिधि मात्रै हो सर। त्योभन्दा बाहिरको गर्न मिल्ने यही हुनुपर्छ भन्ने भएन होला नि। भयो ट्रेनिङमा जे फर्मेट छ त्यही अनुसार सकियो। यसरी गर्नु न, यही दिएकै कुरा गरौँ न, बाँकी नगरौँ। जम्मा 4 गर्ने हो। गर्न पाइयो। 7वटामा 2 भइहाल्यो, अगाडिको 2टा 7। 12 बज्न आँट्यो सर। अब एकछिन रेस्ट, अब 5-10 मिनट रेस्ट गरेर अनि जाँतिर लागौँ। ल हुन्छ। अब त्यही गर्न खोजेको। सर कसैले हाजिर लिङ्क यहाँ जुममा राखिदिनु न, मैले हाजिर नै गर्न पाएको। ल म तपाईँलाई गर्छु। यहाँ आइसक्यो जस्तो छ, मैले त गर्दैछु है हाजिर। हाजिरी भेटेन? मैले भर्खरै भेटेर म गर्दैछु। वाट्सएपमा यो गरौँ। अब अनि अर्को कुरा अलिकति एक्जाम ओरिएन्टेसन अलिकति यो ब्रेक भन्दा 10 मिनट मात्रै कुराकानी गरौँ ल। त्यसो भए धेरै यसलाई उन्नति लौ। एउटा एमआइएस भन्ने छ, एकछिन त हेर्नुहोस् है। हुन्छ सर। यहाँ तपाईँहरूको ल अनि यहाँ माधव सरको त्यो ऊ रहन्छ खाता त्यो देखाइहाल्नु पर्ने भयो। एकछिन कामै छोडेर नि यता एकछिन लाग्नु पर्ने भयो। 2 मिनट ल। के रहेछ सर? मैं स्क्रिन शेयर गरेँ पखनु। यो हेर्नु त यहाँ
यहाँ ककसको के मिलेन मलाई सर र भन्नु त यहाँ सबैले भन्नु है, सबैजना उपस्थित हुनुहुन्छ। म यहाँ राम्रोसँग हेर्छु। विद्या घिमिरे यहाँ म हाइलाइट गरेर ठिक छ होला हेर्नुहोस् है, केही भएन भने ठुलो बनाउँला मैले। अब यहाँभन्दा ल हेर्नु त के छ, मिल्यो ल। यो प्यान हेर, यो चिज हेर्नु होला स्पेसल्ली, यो चाहिँ हेर्नुहोस् है। र यो हेर्नुहोस्, अर्को हेर, यो चाहिँ सबैले यो हेर्नुहोस्, अरू चाहिँ परेन। अनि यो चाहिँ अङ्ग्रेजीको नाम हेर्नुहोस् है। यति तीनटा कुरा कम्तीमा चाहियो। अरू अनि ब्याङ्क त अब भइ नै हाल्यो, यो ब्याङ्क भइहाल्यो ल। यसमा चाहिँ हजुर हजुर मेरो SHOVA हो सर, SHOVA भन्नुपर्ने। ल म एक एक भन्छु न, प्रद्युम्न पर्छ है सुरुमा। प्रद्युम्न पौडेल सायद यहाँ ठिकै देखिन्छ। विद्या घिमिरे ठिकै देखिन्छ। यसो नाम र खाता नम्बर हेरेर अस्वाभाविक जस्तो लागेको हेर्छु। जस्तै यहाँनिर अब जितेन्द्र महर्जन सरको तपाईँको मेरो खाता नम्बर मिलाएको छैन सर, भनिहाल्नु। 3 नम्बरमा मेरो पदमली सरको के भयो भन्नु त? त्यो खाता नम्बर 0 छ सर, सुरुमा त्यहाँ नदेखियो हो। भनिहाल्नुहोस्, भनिहाल्नु पर्यो 0। ल ठिक छ, ल भयो। अब जितेन्द्र सरको ट्याक्क भनिहाल्नु। मेरो है सर सानो भयो 1120 हजुर 1120 1000 तीनवटा 0 26 26 76 60 10। अब नेत्र सर ठिकै होला हेर्नुहोस् त, त्यहाँ ठिकै देखिन्छ। मेरो पनि सर त्यहाँ त्यो खाता नम्बरको अगाडिपट्टि 0 छुटेछ सर, अरू ठिक ल हो। यसरी ठ्याक्क भन्नु सकियो ल। अब यसपछि म्यागड केशव सर, म्यागङ सर, केशव सर ठिक छ सर? यो कोठा अलि सानो भएर होला, अलिकति लेन्थ बढायो भने त्यो ए ल ल ल मलाई चाहिँ अलिकति उ गरिदिन्छु है त तपाईँहरूले। त्यसो भए यो खाता नम्बर भएको कोठा अलि सानो भएको लाग्यो। कोठा त ठिकै छ, त्यो हाइट बढाउनु पर्यो भनेको अलिकति। हाइट होइन सर, त्यो लम्बाइ चाहिँ क्लिक गर्दाखेरि हुन्छ। होइन हुँदैन, भएन रो हाइट होइन सर, ऊ चाहिँ के अरे यो यसलाई यो बनाउँदा भनेको। ल यति नै छ हजुरको। त्यसो हो भने यहाँ मेरो खाता नम्बरमा त्यहाँ अगाडि 2टा 0 छुट्यो। सकियो, त्यही ठ्याक्क भन्नु सकिहाल्यो ल। तलको त बिग्रेकै छ। अर्को हाम्रो कविन्द्र खड्काको भन्नु त, नेपाल ब्याङ्क लिमिटेड हो, 20वटा अङ्क हुन्थ्यो त्यहाँनिर, अन्तिममा 1 होला, कति 0को ठाउँमा 1 होला। हेर्दा एकचोटि रिपिट गरौँ सर त्यसलाई। 1300100 हजुर 139 6016139 अनि त्यस पछाडिबाट 5वटा 0 सर, कन्टिन्यू। हो 5वटा 0 लास्टमा 1 होइन त? हजुर सर हजुर। ओके ल। अब प्रकाश बहादुर पाल ठिक छ, 0 अगाडि छुट्यो कि के हो यो पनि? सर 008 हो। 2टा 0 ओके ल। अब अर्को ग्लोबल आइएन बिएचए भन्नुभएको छ, ठिकै हो? VA हो सर, SHOVA। ए त्यही त भने। ल खाता ठिक छ? ठिक छ सर। सानिमा ब्याङ्क तल्लो पनि ठिक छ। रामचन्द्र पौड्याल सरको? सर मेरो अगाडि 0 छुट्या खाता नम्बरमा। भन्नु त चाहियो। सेमी कोलम राख्यो भने माथिको 0 अडिँदो रहेछ, नभए हट्दो रहेछ क्या? हो त त्यहाँ कमा राखेर मिलाउनु पर्छ कि। अर्को रहर सरको? मेरो ठिक छ सर एकदम। ओके सर मेरो स्कुलको अगाडि 3 थियो, त्यो चाहिँ छुट्या हो कि? 3 त त्यसलाई चिन्ता गर्नु परेन, त्यो अटोमेटिक आइहाल्छ। सर त्यो ब र ओमा केही फरक होला र बहादुरको? ए गोदावरीको? ए बहादुरको होइन, प्रकाश बहादुर ब ओ। ए ल प्रकाश बिएच नै भइहाल्यो। नेपालीको कुरा हो के ल, त्यही पनि बनाएर राखौँ न तपाईँलाई। सर्टिफिकेट लिँदा 9 नम्बर सर्टिफिकेट लिँदाखेरि चाहिँ तपाईँहरूले खै भर्नु दिइहाल्नुहुन्छ त्यसलाई। ल अब उसले बुद्धि सरको? बुद्धि सर मेरो त्यो लास्टमा 1 हुनुपर्ने, त्यही 0 ठाउँमा। 0को ठाउँमा कि 0
ल 0 एउटा हटाएर हो हजुर हजुर ल अब यो अन्तिममा दुर्गा सर मेरो अगाडि 0 छुट्याएको छ सर अनि पछाडि पनि छुट्यो पछाडि 1 छुट्याएको छ पछाडि 1 छुट्यो ल ठिक छ अब माछा पुछ्रे यो देवेन्द्र अर्याल ठिकै छ होला अनि कविन लामा ठिकै छ मेरो अगाडि 2टा 0